नमस्कार, म मच्छे गुरुङ। एनवाइसी नेपाल न्युजको प्रस्तुति एनवाइसी पडकास्टमा यहाँलाई हार्दिक स्वागत छ। आज हामी एउटा यस्तो व्यक्तित्वसँग कुराकानी गर्दैछौँ जो नेपालको पाल्पा जिल्लामा जन्मनुभएकी। उहाँको नाम नै सर्व नेपालमा मात्रै नभएर साउथ एसियन र विश्वभर नै परिचित नाम छ। उहाँ हुनुहुन्छ चाँदनी जोशी। महिला सशक्तिकरण, लैङ्गिक अधिकारको क्षेत्रमा नीति विशेषज्ञको रूपमा उहाँले लामो समय काम गर्दै आउनुभएको छ। नेपालमा मात्र नभई दक्षिण एसियाली क्षेत्रमै महिला आन्दोलनको सशक्त खम्बाको रूपमा उहाँको नाम परिचित छ। महिला अधिकारको क्षेत्रमा उहाँले विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूमा पनि सेवा गरेको अनुभव सँगाल्नु भएको छ। 19 वर्षको उमेरमा स्नातकोत्तर गर्नुभएका चाँदनी जोशीले 9 वर्ष पद्मकन्या क्याम्पसमा अङ्ग्रेजी विषयमा अध्यापन गर्नुभयो। उहाँले नेपाल सरकारको सहसचिवको रूपमा समेत काम गरिसक्नु भएको छ। तत्कालीन युनिफेम, जसलाई अहिले UN वुमेनको रूपमा पनि चिनिन्छ, उहाँ त्यो युनिफेममा कन्ट्री डाइरेक्टरको रूपमा रहेर काम गरिसकेको अनुभव छ। चाँदनी जोशीले दक्षिण एसियाली रिजनल डाइरेक्टरको रूपमा पनि लामो समय महिला सशक्तिकरण र नीति विशेषज्ञको रूपमा काम गरिसक्नु भएको छ। जोशीले लैङ्गिक सशक्तिकरण र नीति विशेषज्ञको रूपमा झन्डै 60 वर्ष काम गरिसक्नु भएको छ। संयुक्त राष्ट्रसङ्घले प्रदान गर्ने ड्रिम टिम लगायत विभिन्न अवार्ड र आभूषणबाट विभूषित भइसक्नु भएकी जोशीले नेपालका अति दुर्गम क्षेत्रका अत्यन्तै विपन्न महिलासँग होस् वा अफ्रिकन मुलुक बुरुन्डीका पिछडिएका महिलासँग समान रूपमा तिनको आफ्नो समय, परिश्रम र सृजनशीलता लगानी गर्नुभएको छ। लैङ्गिक विषयमा नीति निर्माण तहमै मुद्दा उठान गर्ने कार्यमा प्रखर साबित हुँदै आउनुभएकी चाँदनी जोशी अहिले नेपालमा भूकम्पपछि पुनर्निर्माण र पुनर्संरचना प्रक्रियालाई कसरी महिला मैत्री बनाउने भन्ने विषयमा केन्द्रित रहेर वुमन फ्रेन्डली डिजास्टर म्यानेजमेन्ट कोर ग्रुपकी अध्यक्षको रूपमा कार्यरत हुनुहुन्छ। कमिसन अन स्ट्याटस अफ वुमन 69 सेसनमा सहभागी हुने क्रममा जोशी अहिले अमेरिकाको न्युयोर्कमा हुनुहुन्छ। अमेरिका भ्रमणको अवसर पारेर विभिङ माई साउथ एसियन ट्यापेस्ट्री नामक पुस्तक केही दिन अघि मात्रै न्युयोर्कमा विमोचन गर्नुभएको छ। आजको अङ्कमा हामी महिला सशक्तिकरणको क्षेत्रमा तिनै शिखर व्यक्तित्व चाँदनी जोशीसँग कुराकानी गर्दैछौँ। नमस्कार दिदी, यहाँलाई स्वागत छ। धन्यवाद। आज धेरै पछि मैले पहिलादेखि तपाईँले नाम नेपालमा सुनिरहेको, कतिवटा कार्यक्रममा टाढा टाढा वर्ष देख्ने अवसर चाहिँ भएको, भेट्न पाएन। आज यहाँलाई न्युयोर्कमा आएर नै भेट्न लेखेको रहेछ। यहाँलाई देख्दा एकदम खुसी लाग्यो। भर्खरै यो किताब लन्च भयो केही दिन अगाडि, म त्यो कार्यक्रममा पनि सहभागी भएको थिएँ। धेरै कन्ट्रीको व्यक्तित्वहरू पनि उपस्थित हुनुहुन्थ्यो होइन। यो किताब यो लन्च गर्ने न्युयोर्कमा नै चाहिँ तपाईँले काम गर्ने क्रममा यो न्युयोर्कमै बुक लन्च गर्छु भन्ने सोच्नु भएको थियो कहिले? सोचेको हो, तर अठोट चाहिँ लिएको थिएन। डेस्टिनी भन्छ नि, भाग्यले तारतम्य मिलेको भन्नु पर्यो। किनभने किताब चाहिँ सकाउन त मेरो 2015मा सक्नुपर्ने किताब, तर त्यत्रो भूकम्प आयो, एउटा होल च्याप्टरै चेन्ज भयो नि त भन्दाखेरि अब त्यो पनि क्याप्चर गर्नु पर्यो भन्ने भयो। फेरि 24 चाहिँ एकदमै मेरो लागि धेरै इम्पोर्टेन्ट थियो, किनकि मैले 3वटा विभिन्न क्षेत्रबाट मैले अवार्डहरू पाएको थिएँ। एउटा त मैले एकदम इन्ट्रेस्टिङ के नक्षत्र भन्ने अवार्ड पाएको थिएँ। 19 वर्षको उमेरमा 9 वर्षसम्म पढाएको भनेर शिक्षा क्षेत्रबाट दिनुभएको थियो अवार्ड पाएको। फेरि त्यो पनि कसको अगाडि भनेपछि सबै कलेजको स्टुडेन्ट्सको अगाडि है, 100जना स्टुडेन्ट्सको अगाडि त्यो पाउँदा चाहिँ मलाई एकदमै गदगद भएको थियो। अनि वाउ म्यागजिन मिडिया 9ले पनि उहाँहरूले पनि लाइफ अचिभमेन्ट अवार्ड भनेर दिनुभएको थियो। त्यो पनि एकदमै प्राइभेट सेक्टरबाट आएर रेकग्नेसन पाउनु भनेको मलाई एकदमै खुसी लाग्यो। मिडिया भने चाहिँ मोस्ट पावरफुल हो नि त भन्दाखेरि उहाँहरूले मलाई रेकग्नाइज गर्नुभएको एउटा अर्कै हर्ष आएको थियो मलाई। अनि त्यो पछि चाहिँ नि मैले माइग्रेसन, वुमेन माइग्रेसनमा काम गरेको, उनीहरूको हकको लागि, हकको हितको लागि काम गरेको। जुन बेला मैले कार्यक्रम सुरु गरेको थिएँ नि नयाँ लौरे भनेर, त्यो सुरु गर्दाखेरि त
महिला बिचारे महिला खाडीमा जान्छन् त को पाउँछन् भन्ने मात्रै कुरा थियो। उनीहरूको अधिकार उनी ल्याउने रेपिटेन्स जिडिपी बढेको कुरै थिएन। गर्दा पौरखी भन्ने एउटा संस्था सुरु गरेका थियौँ। यो वर्ष पौरखीले लाइफ टाइम अचिभमेन्ट दिएको थियो मलाई, नन इस्युलाई इस्यु बनाउने भनेर मन्त्रीजी शरद सिंह भण्डारीजीको बाहुलीबाट मैले त्यो अवार्ड पनि पाएको। भन्दाखेरि चाहिँ 24 चाहिँ एकदम इभेन्टफुल इयर भयो मेरो लागि। हुन त हजुरको अहिले कुराकानीको क्रममा पनि आउला होइन, हजुरले त्यो कुरा सेयर गर्नुभयो। जस्तो काम गर्ने सिलसिलामा चाहिँ तपाईँले कहिले यस्तो किताब लेखौँला होइन, न्युयोर्कमा गएर भनौँ न लन्च गरौँला भनेर चाहिँ हजुरले एउटा भागेको कुरा पनि हो भन्नुभयो होइन। यो लेख्ने प्रेरणा चाहिँ केले दियो? मलाई चाहिँ कस्तो भने धेरै त साथीहरूले र यङ पिपलहरूले अनि तपाईँको अनुभव चाहिँ गर्नु पर्यो, रेकर्ड हुनु पर्यो, दिदी डकुमेन्ट हुनु पर्यो, वी अल्सो निड टु नो भन्ने एउटा प्रेसर पनि पर्यो, पियर प्रेसर पनि पर्यो। तिम्रो मन्त्र एकदम काम लाग्छ, सबै कुरा तिमीले जे छौ एकदम सक्सेसफुल भएको छ भनेपछि कसरी गर्यो त, त्यो हामीलाई सिकाउन त, त्यसको इन्ग्रेडियन्ट चाहियो भनेर उहाँहरूको धेरै प्रेसर थियो। साथीहरूले फकाइकन गाली गरिकन पनि तर्साएर पनि ल लेख्नै पर्छ भनेर आफ्नो साथीभाइकै उसले अनि छोराछोरीको पनि छोराछोरी नातिहरूले पनि होइन लेखौँ, यो त डकुमेन्ट हुनुपर्ने कुरा हो, ऐतिहासिक कुराहरू हो, तर पछि त हराउँदै जाने भयो नि त, यो लिगेसी चाहिँ क्यारी गर्नुपर्छ भनेर मैले यो किताब पनि मेरो 3टा नातिलाई उ गरेको छु, समर्पित गरेको छु। भनेपछि 2024 एउटा भनौँ न तपाईँले लाइफ टाइमभरि काम गरेको होइन एउटा त्यो उपलब्धि त छ नै, किताबको रूपमा आयो नै होइन, त्यसलाई एउटा डकुमेन्टको रूपमा यसरी ल्याउन पाउँदाखेरि पनि एउटा उपलब्धिमूलक रह्यो। र हजुरले भन्नुभयो लाइफ टाइम अचिभमेन्ट अवार्डहरू, त्यो अवार्डहरू आफैमा एउटा इन्सपिरेसन थियो, एउटा प्रमाण हो तपाईँले जति चाहिँ त्यो क्षेत्रमा काम गर्नुभएको रहेछ भन्ने होइन। बिसाइड द्याट अब धेरै महिला नेताहरू पनि तपाईँहरूले भनौँ न महिला अधिकारको क्षेत्रमा काम गर्नेहरू पनि उत्पादन गर्नुभयो होइन। मैले देख्छु कति ठाउँमा होइन तपाईँको नाम नसुनेको सायदै कमै महिला अधिकार कर्मी होला होइन। अब यो भनिरहँदाखेरि चाहिँ भनौँ न तपाईँ आफूले ब्याक टु फर्केर हेर्दा चाहिँ कस्तो लाग्छ अहिले यहाँ आइपुग्दाखेरि होइन, आजको दिनसम्म तपाईँले झन्डै 60 वर्ष त एउटा महिला सशक्तिकरणको रूपमा, महिला सशक्तिकरण, लैङ्गिक सशक्तिकरण एउटा विज्ञको रूपमा काम गरिसक्नुभयो होइन। र त्यो ब्याक डेजलाई फर्केर हेर्दा चाहिँ कस्तो पाउनुहुन्छ? मलाई चाहिँ म चाहिँ आशावादी मान्छे परेँ है, म चाहिँ एकदमै पोजिटिभ ब्युरोक्रेट भन्थ्यो मलाई सबैले। म चाहिँ आशावादी पनि छु र के हुन्छ भन्ने चाहिँ ऊपर मलाई चाहिँ एकदम विश्वास छ कि विश्वास छ, किनभने चाहिँ मलाई चाहिँ त्यो महिलाहरू माथि चाहिँ विश्वास छ जुन अब त्यो लामो जुन मेरो जर्नी छ त्यो त तपाईँसँग छ भने हुन्छ होला पछि पनि, तर अलिकति त्यो किताबको आन्सर अलिक मिलेन, अझ म थप्न चाहन्छु किन न्युयोर्क भनेर है। किन न्युयोर्क भन्दाखेरि चाहिँ के भने जस्तो मैले भनेको छु विभिङ माई साउथ एसियन टेपेस्ट्री भनेको छु नि, त्यसमा धेरैजना मैले चाहिँ त्यो के भन्छ त्यो किबोर्ड मैले बनाएँ, पछि बसेर मैले चाहिँ एकदम अर्केस्ट्रेट चाहिँ गरेँ, तर एक्टरहरू त धेरैजना थियो नि त। अस्ति तपाईँले पनि सुन्नुभयो कतिजना एक्टरको भोइसेसहरू भन्दाखेरि त्यो सबैजना एक थलोमा कहाँ आउँछन् त भन्दाखेरि सिएसडब्ल्यूमा जसले महिला विकासमा काम गरेको छ उनीहरू त सिएसडब्ल्यू आउने भयो विभिन्न राष्ट्रमा। मैले यो नेपालमा, इन्डियामा, पाकिस्तानमा लन्च गराएको यो सबैजना आउँथ्यो त आउँदैन थियो, यो एउटा थलो हो जहाँ चाहिँ सबैजना जम्मा हुने, त्यो पनि बेजिङ +30 भन्दाखेरि हामीले धेरै दुःख गरेर यहाँसम्म आएको, बेजिङ +30सम्म आएको हो नि त भन्दाखेरि यहाँभन्दा राम्रो ठाउँ त हुने भन्ने भएन। र अर्को चाहिँ के भने युएन वुमेन उसको हेडक्वार्टर यहाँ हो भन्दा धेरै मेरो पुरानो साथीहरू, मेरो हाकिमहरू, अस्ति 2जना हाकिम तपाईँहरूले पनि भेट्नुभयो, अन्त उहाँहरू पनि त यहीँ हुनुहुन्थ्यो नि। हुन त यो बुक लन्च भनेर मेरो एकजना हाकिम त फिलिपिन्सबाट उडेर आउनुभयो, लन्च हुने भनेर सुने साथै उहाँले भन्नु ल मैले टिकट किनेँ तेरो लन्चमा आउँछु, म सिएसडब्ल्यू जाने होइन तेरो लन्चमा आएर बरु म छोरी भेट्न जान्छु भनेर एक्ज्याक्टली त्यही गर्नुभयो। हिजोसम्म यहीँ हुनुहुन्थ्यो, आज छोरी भेट्न जानुभएको छ भन्दाखेरि त्यति माया चाहिँ भयो कि। अब जस्तो कि उसको ह्युमन राइट कमिसनको मेम्बर हारी साहब उहाँ चाहिँ पाकिस्तानबाट
तिम्रो किताब लन्च हुँदैछ भनेर उहाँबाट आउनुभयो, पाकिस्तानबाट। भन्दाखेरि एउटा माया चाहिँ झल्काए पनि जस्तो मैले अपेक्षा गरेको थिएँ त्यो मैले पाएँ कि। यहाँ पनि मेरील्यान्डबाट, वासिङटनबाट, बस्टनबाट कतिजना साथीहरू आउनु, भर्जिनियाबाट, उहाँहरू इथकाबाट, क्याथी मार्चे, प्रोफेसर क्याथी मार्चे आफै आउनुभयो कि। सबैजना आफ्नो आफ्नो खर्चले, आफ्नो उसले इच्छाले उडेर सबैजना आइपुग्नु भयो। अन्त त्यो थलो त न्युयोर्कभन्दा अरू ठाउँ हुँदैन थियो। अमेरिका मात्रै होइन कि CSW अहिले भइरहेको भएर यो थलोमा चाहिँ सबैजना जम्मा हुने बेला छ र सबैको हातमा पनि यो कुरा पऱ्यो नि। अनि जस्तो कि अब अस्ति तपाईँले देख्नुभयो कमसेकम 16-17 मुलुकको त ऊ थियो, सबैजना पार्टिसिपेन्ट चाहिँ हुनुहुन्थ्यो है। 7वटा कन्ट्रीबाट त बोल्नु भएको थियो। भन्दा त्यो जुटाउनु त हामीलाई गाह्रो हुन्थ्यो नि नेपालमा भन्दाखेरि किन यहाँ भन्ने कुरा मैले आज भनेको। त्यो हिसाबले पनि न्युयोर्क चाहिँ खोज्नु भयो। अनि अहिले किताब गइसक्यो होइन, अनि कस्तो प्रतिक्रिया पाइराख्नु भएको छ? एकदमै किताब लिएपछि छोड्नु मन लाग्दैन रहेछ भन्ने फिडब्याक। अब त्योभन्दा अथरलाई त्योभन्दा राम्रो कुरा त केही पनि हुँदैन नि। बेस्ट कम्प्लिमेन्ट। लिएपछि छोड्नै मन लागेन भन्ने छ। कतिले चाहिँ तिमीले के लेखेको हामी धेरै रोयौँ, आँखा चाहिँ एकदम हाम्रो भिज्यो भन्ने कसैको थियो। दुःख सुख कति बाँडेको तिमीले, एकदम फ्रेङ्कली सबै कुरा ओपन बुक जस्तो छ। एकदम ऊ थियो के भन्छ अट्र्याक्टिभ भयो हाम्रो लागि, एउटा पथ प्रदर्शन जस्तो पनि भयो। धेरै कुरा हामीले सिक्यौँ भन्ने चाहिँ अहिलेसम्म फिडब्याक त्यही छ। अब हजुरले पनि सुन्नुभयो होला फिडब्याकहरू है? सुनिरहेको छु हजुर, कतिले पढेँ भन्नुहुँदैछ। अनि पेजमा पनि एकदमै उहाँले नढाँटिकन लेख्नु भएको छ भनेर मलाई एक दुईजना साथीहरूले सेयर गर्नुभएको थियो। अनि जस्तो CSW को कुरा गर्दाखेरि होइन, हजुरले पनि मैले देखेँ एक दुईवटा इभेन्टहरूमा बोल्नु भएको होइन। अनि अब नेपालको धेरैवटा साइड इभेन्टहरूमा अरू हाम्रो नेपाली अधिकार कर्मीहरूले पनि बोलिराख्नु भएको थियो। यसमा अब नेपालको अवस्थालाई जोडेर हेर्दा चाहिँ होइन, हजुरले चाहिँ के पाउनुभयो? जस्तो त्यो हामीले कतिको इन्फ्लुएन्स गर्न सक्यौँ होला? यो CSW त एउटा कुम्भ मेला जस्तै हो होइन, महिला अधिकारको क्षेत्रमा काम गरिरहेको, महिलाको अधिकारको कुरा गरिरहँदाखेरि महिलाको स्ट्याटस चाहिँ के भइरहेछ त होइन? साँच्चीकै हामीले जुन यो बियोन्ड बेजिङ 30 वर्ष अगाडि परिकल्पना गरेको कुरा अहिले 30 वर्षमा आउँदा रिभ्यू गर्दाखेरि चाहिँ होइन, हामीले के पायौँ र हाम्रै कन्ट्रीको हेर्दा चाहिँ के पाएको पाउनुभयो उपलब्धिको रूपमा? अनि करेक्सन गर्नुपर्ने के कुराहरू छन् हामी त्यो पनि छलफल गर्दै जाँदा होइन। अलिकति अहिले हामीले 30 यो बियोन्ड बेजिङ 30+ CSWलाई रिभ्यू गरिरहँदा चाहिँ हामीले के पाएछौँ जस्तो लाग्छ? सबैभन्दा पहिला त के भने बेजिङ भने नि एकदम मेरो लागि चाहिँ धेरै मेरो आत्मासँग धेरै जुटेको इस्यु भयो। किनभने हामीले 1993देखि सुरु गरेको थियौँ बेजिङको तयारी छ है। 95मा हुने पनि 93देखि नै सुरु गरिसकेको थिएँ। सबै गभर्मेन्ट अब मैले जस्तो अघि तपाईँले परिचयमा भन्नु, म त रिजनल डाइरेक्टर। अनि 8वटा सार्क कन्ट्री, त्यो बेला त अफगानिस्तान सार्कमा पनि थिएन। अफगानिस्तान र इरान पनि कभर गर्ने गर्दाखेरि सबै गभर्मेन्टलाई पनि उठाउनु पऱ्यो है, बिउजाउनु पऱ्यो नि त। यस्तो हुँदैछ, ब्याकग्राउन्ड डकुमेन्ट यस्तो छ, BPFA यस्तो छ भनेर पुरा इन्स्ट्रक्ट गर्दै जानु पऱ्यो। अनि NGO सेक्टरलाई पनि नि अहिले हो है हामीले चाहिँ सबै कुरा भन्ने यो मौका हो भनेर जगाउने नि बेला भन्दाखेरि एकदमै काम गरेको हामीले। र के भने 1990मा चाहिँ त्यो 90को दशकमा चाहिँ धेरै UN कन्फरेन्स भयो है। सबभन्दा पहिला त काइरो भयो, पपुलेसनको भयो, फेरि भियना भयो, वुमेन्स राइट्सको भयो, त्यस्तै गरिकन ऊ भयो वर्ल्ड समिट भयो, इन्भाइरोन्मेन्टको लागि पनि भयो, रियो भयो, गर्दाखेरि धेरै वर्ल्ड कन्फरेन्सेस भइरहेको थियो कि 90मा। अनि के देख्यो भने तयारीमा चाहिँ धेरै हल्ला हुने, सबैजना जुट्ने, धुम्दा हाइपअप हुने कि। अनि त्यो कन्फरेन्स भएर सबैजना फर्केर फास्ट जाने भन्दाखेरि चाहिँ बेजिङमा चाहिँ UN वुमेनबाट म र अफ्रिकाको 2जना रिजनल डाइरेक्टर चाहिँ हाम्रो ED नलिनी हेजा जसले चाहिँ बेटन बोक्नु भएको थियो नि, त्यो आगो बलेको, उहाँसँग हामी चाहिँ गएको थियौँ बेजिङ। अनि त्यो बेला चाहिँ मैले के भनेको थिएँ भित्र आफ्नो मनमा चाहिँ यो आगो चाहिँ म बुझ्न निभ्न दिन्न भनेको थिएँ, दिइनँ पनि। अनि के गरेँ भने 1 वर्षपछि बेजिङको 1 वर्षपछि
त्यो रिभ्यू गर्नु पर्यो। कोही अरूले आएर बाहिरबाट आएर तिमीहरूले के गरे त साउथ एसियामा, होइन कि हामीले हेरौँ न हामीले कति प्रगति गरेको, हामी कहाँ कहाँ पछि परेका छौँ होइन। आफ्नो आफ्नो मर्म आफ्नो व्यथा त आफै थाहा हुन्छ नि भनेर आफैले गरौँ भनेर त्यो एउटा चाहिँ अकाउन्टेबिलिटी मेकानिजम सुरु गरेँ मैले। त्यो चाहिँ समथिङ युनिक, वर्ल्डमा कहीँ पनि भएन, खालि साउथ एसियामा। त्यो चाहिँ हजुर 1 वर्ष ठ्याक्कै बेजिङ भएको 1 वर्षमा मैले इन्डियामा सुरु गरेँ अनि त्यो पछि नेपालमा लिएर गएँ। र चाहिँ त्यो के गरेको भने हेड अफ स्टेट र हेड अफ गभर्मेन्टलाई पनि थाहा हुनु पऱ्यो नि, यो महिलाको मुद्दा हो, महिला बसेर कुरा गर्ने होइन। महिलाको मुद्दा भनेको राष्ट्रको मुद्दा हो, सबैजना इन्गेज हुनुपर्छ, सबैजना इन्भल्भ हुनुपर्छ भनेर अनि हेड अफ स्टेट हेड अफ गभर्मेन्टलाई बोलाएँ। त्यो बेला चाहिँ सञ्जय उपाध्याय हुनुहुन्थ्यो, हाम्रो डेपुटी प्राइम मिनिस्टर, उहाँ आएर खोल्नु भएको थियो। गिर्जा बाबु चाहिँ बिरामी हुनुहुन्थ्यो, उहाँ कुनका। अनि त्यस्तै गरिकन त्यहाँबाट हामीले मालदिभ्समा लिएर गयौँ र मालदिभ्समा पनि प्रेसिडेन्टलाई बोलायौँ। हुन त त्यो मुद्दा चाहिँ महिलाहरूको मुद्दा हो, उहाँहरू वुमेन्स मुभमेन्ट पनि सँगै हुनुहुन्थ्यो र हरेक देशबाट चाहिँ महिला मन्त्रीजीहरू पनि जानुहुन्थ्यो, महिला सचिव पनि हुनुहुन्थ्यो, महिला हुन्छु एउटा यस्तो एउटा प्लेटफर्म जेन्डर प्लेटफर्म भन्यो के थियो। अनि त्यहाँ चाहिँ के गर्थ्यौँ हामीले भने एउटा त बेजिङको 12 क्रिटिकल एरियाज अफ कन्सर्न हेर्थ्यौँ, बेजिङ डिक्लेरेसन हेर्थ्यौँ अनि स्कोर कार्ड बनाउँथ्यौँ कि अनि ल पाकिस्तान यहाँ पुगेछ, इन्डिया यहाँ पुग्यो, नेपाल यहाँ छौँ, श्रीलङ्का यहाँ पुग्यो भनेर आफूले असेसमेन्ट गर्ने है। त्यो एउटा सिस्टम बनायौँ कि प्रोग्रेस अफ साउथ एसियन वुमेन भनेर डकुमेन्ट निकाल्थ्यौँ अनि भेरी सिस्टमेटिक वेबाट हामी गयौँ। र त्यो वर्षमा चाहिँ जे भयो नि, जति अब केही युनिक कुरा भयो जस्तै जेन्डर बजेट, जेन्डर रेस्पोन्सिभ बजेट भने कसले हामीले सुरु गऱ्यौँ भने उसले आएर सेयर गर्ने, ऊ एक्सपर्ट चाहिँ यहीँ साउथ एसियाकै मान्छे एक्सपर्ट हो। जस्तो कि सेन्ससको काम भयो है, अब नेपालले एकदम राम्रो गर्यो सेन्ससमा भन्दाखेरि नेपालको सेन्सस कमिसनरलाई बोलाएर उहाँलाई एक्सपर्ट बनाएर राख्ने अनि उहाँले भन्ने अरू देशले सिक्ने भन्दा त्यस्तै उसमा बेजिङकै कुरामा हामीले सिडो पनि त्यसैमा घुसायौँ, सिडो सेयरिङ पनि त्यही नै हुन लाग्यो भन्दाखेरि एउटा सिस्टम बसाल्यो। र त्यो चाहिँ मैले 6वटा त्यस्तो मिटिङ गरेँ, पहिला इन्डियामा अनि नेपालमा अनि मालदिभ्समा अनि भुटानमा। सानो सानो कन्ट्री मिस आउट हुन्छ भनेर भुटान मालदिभ्स गरिहाल्यौँ अनि पछि पाकिस्तान गऱ्यौँ, पाकिस्तानपछि अनि फेरि गएर इन्डिया गऱ्यौँ। अनि उसमा मालदिभ्समा पनि प्रेसिडेन्टै आउनुभयो र मलाई याद छ गयौँ आउनुभएको। त्यो मालेमा चाहिँ त्यतिजना पार्टिसिपेन्ट त अट्ने ठामै भएन नि, गर्दा एउटा ब्यान्डोस भन्ने आइल्यान्डमा गरेको थियौँ र चाहिँ प्रेसिडेन्ट आउनुहुँदा चाहिँ एकदम मोटर बोटमा चट्ट उभिएर आउनुभएको र 6वटा मोटर बोट वरिपरि आउँदा त जेम्स बन्डको मुभी जस्तो लाग्यो क्या हामीलाई कि, त्यस्तो एकदमसँग राम्ररी आएर यति राम्रो भाषण दिनुभएको थियो र उहाँले कुरा पनि सुन्ने, महिलाको एजेन्डा पनि सुन्ने कि। इट वाज अ भेरी टु वे कम्युनिकेसन हुने सिस्टम बनाएको थियो। अनि त्यो पछि पाकिस्तानमा गऱ्यौँ, पाकिस्तानमा चाहिँ शौकत अजीज प्राइम मिनिस्टर आउनुभएको थियो अनि प्रेसिडेन्टले परवेज मुशर्रफले चाहिँ प्रेसिडेन्सियल डिनर दिनुभएको थियो, सबै 200जना पार्टिसिपेन्टलाई प्रेसिडेन्सियल सिट डाउन डिनर दिनुभएको थियो। एकदमै सबैजना खुसी पनि भएर आएको थियो र राम्रो एजेन्डाहरू निस्किन्थ्यो त्यो मिटिङबाट। हामीले चाहिँ आउटकम डकुमेन्ट्स भनेर निकाल्थ्यौँ अनि त्यो पछि चाहिँ अनि इन्डियामा गऱ्यौँ। प्रतिभा पाटिल प्रेसिडेन्ट हुनुहुन्थ्यो, उहाँले आउनु भएर त्यो चाहिँ किताबमा सबै लेखेको छु। यो कुराहरूमा मैले तपाईँको त्यो इन्टरभ्यू हेर्दा पढ्दाखेरि चाहिँ होइन, हजुरले त अब राष्ट्र प्रमुखहरूसँग पनि डाइरेक्टली प्रत्यक्ष रूपमा भेट्ने अवसर पनि पाउनुभयो होइन। हजुरले त्यो अटल बिहारी वाजपेयीदेखि लिएर होइन परवेज मुशर्रफको कुरा भर्खरै गर्नुभयो होइन। अनि प्रत्यक्ष रूपमा उहाँहरू भने राष्ट्र प्रमुखसँग भेटेर कुरा गर्दाखेरि चाहिँ हाम्रो साउथ एसियनकै समस्याहरू त उस्तै हो महिलाको भनेर जेनरलाइज गर्छ नि। जस्तो तपाईँले त तपाईँको सोचाइ नै के थियो भने गाउँ गाउँमा जानुपर्छ, गाउँको समस्या बुझ्न, सिटीमा होटलभित्र बसेर सहरमा बसेर होइन, महिलाको समस्या बुझ्न चाहिँ गाउँ गाउँ जानुपर्छ भनेर तपाईँ 65वटा जिल्ला पनि पुग्नुभयो हाम्रो नेपालको कुरा गर्दाखेरि होइन। तपाईँले अब यो चाहिँ विभिन्न क्षेत्रको भनौँ न विभिन्न कन्ट्रीको त्यो मुख्य व्यक्तित्वहरू जो राष्ट्र प्रमुखहरू हुनुहुन्छ होइन, उहाँहरूसँग कुरा गर्दाखेरि चाहिँ उहाँको प्रतिक्रिया कस्तो पाउनुहुन्थ्यो? जस्तो तपाईँले त हाम्रो गाउँठाउँको कुरा त हाम्रो भनौँ न हाम्रो प्रमुखहरूलाई अथवा हाम्रो मिनिस्ट्रीहरूलाई सेयर गर्नुभयो होइन,
त्यही अनुभवहरूको पनि त काम त लाग्यो होला त्यसरी होइन अरू राष्ट्रको प्रमुखहरूसँग सेयर गर्दाखेरि पनि समस्याहरू चाहिँ महिलाहरूको के रहेछ अलिकति थोरै जस्तो कि कस्तो भने मैले खालि साउथ एसियाका मात्रै होइन मैले चाहिँ वर्ल्ड लिडर्सहरूलाई भेट्ने पनि मौका पाएँ जस्तो कि बिल क्लिन्टनलाई भेट्नु भएको थियो अब उहाँहरूलाई भेट्दा चाहिँ के भने इस्यु बेस्ड हुनु पऱ्यो कि महिलाहरू दुःखी पाएको भनेर त्यो होइन कि इस्यु बेस्ड यसमा चाहिँ के हुनु पऱ्यो कम्प्लिट भनेर आफूले पनि त्यो एजेन्डा लग्नु पऱ्यो नि त क्लियरली राख्नु पऱ्यो जस्तो कि बिल क्लिन्टनसँग भेट्दाखेरि चाहिँ उहाँ चाहिँ युएनको एन्भोय हुनुहुन्थ्यो सुनामी पछि ह्युम्यानिटेरियन एडमा अनि उहाँ आउनु भएको थियो उसमा हामीलाई ब्रेकफास्ट मिटिङमा बोलाएर भन्नुभएको थियो उसको गभर्मेन्ट अफ इन्डियाको ठुलो मिटिङ थियो नेसनल मिटिङ त्यो मिटिङमा जानुभन्दा अगाडि इज द एनिथिङ आई निड टु नो भनेर सोध्नु भएको थियो कि अनि हामी सबै युएन एजेन्सीको हेड त्यहीँ बसेको थियौँ अनि मैले चाहिँ यस योर एक्सलेन्सी अहिले चाहिँ महिलाको नाममा चाहिँ ल्यान्ड भनेको र प्रपर्टी भनेको र एकदमै कम छ स्पेसली झनै इन्डियामा झनै कम छ भनेपछि अहिले मौका छ अहिले गभर्मेन्टले ल्यान्ड डिस्ट्रिब्युट गरिरहेको छ सुनामीपछि भनेपछि उसले महिलाको नाममा हुनु पर्यो यदि उसको हस्बेन्ड पनि छ दुईजना मिलेर भएछ भने चाहिँ जोइन्ट पट्टा दिउँ तर 14 वर्षको छोराको नाममा चाहिँ जग्गा नदिउँ आमाको नाममा दिउँ भने सी इज अथेन्टिकली उसले पाउनु पर्ने हो भनेर आफूले पनि कस्तो भने त्यो आफ्नो न्यारेटिभ पनि स्ट्रङ हुनुपर्छ भनेर मैले यहाँ निवेदन कन्भिन्सिङ हुनुपर्छ र त्यो कन्भिन्स गर्न चाहिँ त्यो 65 जिल्ला गएकै हुनुपर्छ इन्डियामा पनि कन्याकुमारीदेखि लिएर माथि के भन्छ नर्थ इस्टसम्म काम गरे हुनु पर्यो पाकिस्तानको पनि सबै प्रोभिन्समा घुमेर सबैलाई भेटेको हुनु पर्यो सहरमा बसेर यी कुरा हुन सक्दैन नि मलाई पनि आत्मबल हुने त्यो कन्फिडेन्स लेभलले मैले नेगोसिएट गर्न सक्ने त्यो महिलाहरू देखेर हो नि त उनीहरूको बल हो नि त यो छ है भनेर देखाउने उदाहरणको रूपमा होइन आफूले आँखाले देखेर आएपछि भोगेको देखेपछि त तपाईँलाई पनि भन्नको लागि तर कन्फिडेन्स त डेभलप भयो नि त होइन त्यही हिसाबले चाहिँ अनि जस्तो एउटा प्रसङ्ग तपाईँले गर्नुभएको थियो जो इन्डियाको होइन राष्ट्र प्रमुखसँग भेट हुँदा चाहिँ तपाईँले के भनिदिनु पऱ्यो हामीले भन्दाखेरि भन्दा उहाँले तपाईँले भन्दाखेरि चाहिँ अलिकति अर्थ राख्छ भन्ने कुरा एउटा इन्टरभ्यू मैले देखाएको थिएँ होइन त्यो प्रसङ्गलाई अलिकति खोट्याउँ न कस्तो भने एकदमै हम्बल प्रेसिडेन्ट कलाम एकदमै मलाई श्रद्धा पनि एकदमै लाग्ने उहाँप्रति र एकदम फ्रेङ्कली कुरा पनि कि एकदम कमन पर्सन जस्तो गफ गर्नुहुने त्यस्तै गरिकन एउटा प्रसङ्गमा भेट भएको थियो जेन्डर आर्किटेक्चरको कुरामा अनि त्यही कुरा हुँदाखेरि के भन्नुभयो भने अब औरतें तो हमारी माँ होती हैं बहन होती हैं बेटियाँ होती हैं भनेर भन्नुभयो मैले यस योर एक्सलेन्सी होती तो हैं लेकिन रात को उनको मार पड़ता है उनका काम नहीं देखा जाता है असेस नहीं होता है कंट्रीब्यूशन कोई नहीं काउंट करता है भनेर भनेको थिएँ नि भन्दाखेरि एन्ड देफर दे फेस भाइलेन्स भनेर भनेको थिएँ त्यो उनी हुँदैन पावर रिलेसनै मिल्दैन उसले भाइलेन्स फेस गर्नुपर्छ अनि अथेन्टिकली मैले पनि भने नि त भनेपछि एज द प्रेसिडेन्ट अफ इन्डिया वाट क्यान आई डु त्यस्तो हम्बल पनि त मान्छे हुनु पऱ्यो नि त र तैँले भने ठिक छ आइएम नोटेड भने पनि हुन्थ्यो नि त अब उहाँको आफूमा थियो के त्यो के गरौँ न त हो नि यो भनेको र ठिक हो अब डेटा छ नि त 1 out of 3 women face violence भनेर धेरै ठुलो कुरा हो नि त भनेपछि मैले के गर्न सक्छु त प्रेसिडेन्ट भएर ल भन त भनेर भन्नुभयो मिसेस जोशी भनेर मैसँग आएपछि मैले त भन्नु पऱ्यो नि अब हामीले भन्यो भने महिलावादी भन्छन् ब्रेड एन्ड बटरको लागि काम गरे भन्छन् तर हजुरले यो कुरा भन्नुभयो भने त्यसको वेटेज हुन्छ मान्छेले सुन्छन् कुरा बुझ्ने कोसिस गर्छन् भन्दाखेरि अब नेक्स्ट स्पिच हजुरको जहिले हुन्छ नि जस्ट से अरू के गर्नु पर्दैन भाइलेन्स अगेन्स्ट वुमेन विल नट बी टलरेटेड त्यति मात्रै यहाँले भन्नुभयो भने एकदमै राम्रो हुन्छ भनेको एन्ड हि वाज सच अ थरो जेन्टलम्यान हि डिड से द्याट हजुर नेक्स्ट स्पिचमा भन्नु पनि भयो अनि हामी सबैजनाले रिजोइस पनि गऱ्यौँ है अब त्यस्तो रिसेप्टिभ पनि हुनु पऱ्यो नि त उहाँहरू पनि आफूले पनि कन्फिडेन्सले भन्नु पऱ्यो एक्सपिरियन्सले पनि अलिकति डिप्लोमेटिकली घुमाएर ऱ्याडिकल भएर चिच्याएर कराएर पनि हुँदैन नि यी कुरा यु हेभ टु डिल भेरी भेरी किनभने यो सेन्सिटिभ कुराहरू हुन् नि त भाइलेन्स भन्ने कुरा होइन महिलाकै कुराहरू भनौँ न अधिकारका कुराहरू यु हेभ टु डिल विथ इट भेरी भेरी पोलाइटली डिप्लोमेटिकली बट यु हेभ टु
फर्मली भन्नु पर्यो त्यो कुरा चाहिँ, तर भन्न चाहिँ पोलाइटली भन्नु। अर्को एउटा प्रसङ्गमा पनि तपाईँले हमिद कारजाईसँग भेट हुँदाखेरि पनि होइन त्यो त्यति बेला चाहिँ तपाईँले एउटा प्रसङ्ग जोड्नु भएको थियो। त्यति बेला चाहिँ तपाईँ मात्रै आएर हुँदैन, साँच्चीकै महिलाको लागि काम गर्ने मान्छे तपाईँको क्याबिनेट आउनु पर्यो भन्ने कुरा पनि त्यो प्रसङ्ग एउटा जोड्नु भएको थियो होइन, त्यो पनि अलिकति सेयर गरिदिनुहोस् न। त्यसको चाहिँ अलिकति ब्याकग्राउन्ड भन्छु। थ्याङ्क यू मासिजी, यु आर मेकिङ मी कम आउट। त्यो चाहिँ तपाईँहरू खुबी हुनु पऱ्यो कि निकाल्नको लागि नि। अनि अब अफगानिस्तानमा चाहिँ कस्तो भयो भने हामीले धेरै वर्ष काम गरिसक्यो अफगानिस्तानमा। म काबुल पनि दुईचोटि गइसकेँ र फर्स्ट बम्बिङ हुँदाखेरि म काबुलमै थिएँ हुँदाखेरि, र हामीले इभ्याकुएट गरेको थियो त्यहाँबाट। अब चाहिँ यहाँ बस्नु हुने, फर्केर जाऊ भनेर त्यो प्लेनमा हालेको ठुलो प्लेन थियो, ठुलो मतलब 18 सिटर प्लेनमा राख्दाखेरि अनि तलबाट कराइरहेको छ कि युएनको मान्छे, ए छिटो उडाऊ, यो टार्गेट प्लेन हो, कुनै बेला बम्बिङ हुनसक्छ भन्छ। आफू त्यो प्लेनमा बसेको छ। अब आफ्नो अगाडि त छोराछोरी मात्रै सम्झिने होइन। अब त्यस्तो गरी काम गरेको देश भयो है। अनि यो मेरो फर्स्ट नि अपरेसन भएको थियो, आई स्टिल रिमेम्बर 2001 को कुरा हो। अनि भर्खर नि अपरेसन थियो पाकिस्तानमा चाहिँ नि सबैजना अफगानीलाई बोलाएर दे ह्याभिङ द फर्स्ट मिटिङ अफ रिबिल्डिङ रिकन्स्ट्रक्सन अफ अफगानिस्तान भनेर सुनेँ कि के चाहिँ गर्न लाग्छ त्यहाँ जानु पऱ्यो भनेर म पनि गएँ। अनि मेरो इडीले पनि चाहने तिमीले त्यत्रो काम गरेछ त्यहाँ, तिमी त जानुपर्छ भनेर भन्नुभयो। गएँ, विलचेयरमै थियो त्यो बेला, विलचेयरमा बसिकन गएँ। अनि यसो हेर्छु त त्यो मिटिङमा, मेरिट होटलमा मिटिङ भएको 700जना पुरुष, 1जना महिला है भन्दाखेरि त म पनि सक्ट भएँ। अनि सोध्यौँ कि हामीले जहिले पनि कोट गर्दा के भन्थ्यौँ भने काबुलमा 60,000 विडोज छ भन्थ्यौँ है। उनीहरूले नि देश, परिवार, कम्युनिटी छोपेर राखेको थियो। त उनीहरू खै त झन् अब रिकन्स्ट्रक्सन रिबिल्डिङ अब देश फेरि बन्न लाग्यो, उनीहरू कहाँ त भनेर क्वेसन आयो। मैले के भने हुन त मको अहिले पैसा छैन, तर म पैसा बटुल्छु, आई रेज फन्ड्स, तर फर्स्ट मिटिङ चाहिँ हामी काबुलमा गर्छौँ भनेर प्रमिस त गरियो है। अब पैसा खोज्ने एकतिर भयो, एकतिर चाहिँ महिलाहरू जुटाउनु पर्यो, उनीहरू बाहिर निस्किनु पर्यो। त्यो तालिबान त त्यहीँ थियो नि त, तालिबानहरू त्यही नै थियो। सायद उनीहरूले दारी काट्यो होला, लुगा चेन्ज गर्यो होला, बट त्यो चाहिँ है त्यहीँ थियो। अब डेन्जर पनि आफूलाई थाहा छ है, यस्तो गाह्रो थियो त्यहाँ काम गर्नलाई, इट वाज नट इजी। त्यसो गरिकन जुटायौँ। पहिला त महिलालाई ल्यायौँ, ट्रेनिङ अफ ट्रेनर्स गऱ्यौँ, उनीहरूले कन्भिन्स गर्नु पऱ्यो नि त। अब हामी जहिले पनि भन्ने कि जहिले पनि देशको विकास हुने हो आफ्टर, स्पेसली आफ्टर 23 years अफ वार पछि हुने हो भने ड्राइभिङ सिटमा त उनीहरू बस्नु पऱ्यो होइन, अरूले ल्याएर राख्ने चाहिँ कुरा भएन। भन्दाखेरि चाहिँ अब कहाँ गर्ने के गर्ने भेन्यू कुरा गर्दाखेरि उनीहरूले त्यो जेनब सिनेमा हलमा गर्ने भने कि अब कस्तो रहेछ त जेनब सिनेमा हल भने चाहिँ पहिला दिन गएर हेर्दा त माइ गड कहारी लाग्यो मलाई त। त्यो लासहरू, त्यो स्कल भयो, स्केलेटनहरू यति थुप्रो पनि यसरी हेर्नुपर्ने थुप्रो कि यति टन्न गरेर मिसनहरूलाई बोलाएर नहाबियो सफा गरिदियो। अब महिलाहरूले के भन्छ यहाँ बाहेक नगर्ने भन्छ, 5 स्टार होटलमा पनि नगर्ने, बाहिर कतै पनि नगर्ने, यहीँ गर्ने, यो हाम्रो थलो हो भन्छ। हाम्रो ट्रेनिङ यहीँ हुन्थ्यो, यहीँ गर्ने भने त्यो सबै सफा गरेर नाङ्गो छ कि पेन्ट पनि गरेको छैन, इँट त्यसै छ, यसमा तस्बिरहरू छ, इँट त्यत्तिकै छ। त्यस्तो ठाउँमा गरेको थियो हामीले मिटिङ। त्यो गऱ्यौँ भनेपछि प्रेसिडेन्टलाई इन्भिटेसन दिन नलिने हाम्रो इडी र म गएको थियौँ, हामी 2 जना गएको थियौँ। जाँदाखेरि चाहिँ त्यसरी आऊ भनेर हुन्छ भन्यो। अनि मैले चाहिँ एक्सक्युज मी योर एक्सिलेन्सी, अनि सीमा समार भन्ने चाहिँ महिला मन्त्रालय मन्त्री हुनुहुन्थ्यो। महिला मन्त्रालय सम्हाल्ने मन्त्री र हजुर मात्रै होइन, सबैजना आउनु पर्यो, एग्रिकल्चर मिनिस्टरले पनि सुन्नु पर्यो, फाइनेन्सले सुनेर पैसा दिनु पर्यो होइन, जेनरल एडमिनिस्ट्रेसनले अरू महिला बढाउनु पर्यो, गर्दा पुरा चाहिँ हजुरको क्याबिनेट लिएर आउनु होला प्लिज भनेर भनेको थिएँ। हाँस्नुभयो एकदम हिरो जस्तो हुनुहुन्थ्यो नि उहाँ है, अमित कारजाई त अलगे है हिरो जस्तो। अनि हाँस्नुभयो, केही पनि भन्नु भएन। अनि भोलिपल्ट अब सबैलाई गेस्टहरूलाई सम्हालिरहेको थियौँ, धेरै थियो। मेरी रबिन्सन भन्ने ह्युमन राइट कमिसनर पनि आउनुभएको थियो,
नलिने हिजो पनि धेरैजना हुनुहुन्थ्यो गेस्टहरू पनि पाकिस्तानबाट मन्त्रीहरू पनि आउनु भएको थियो ठुलो उ थियो नि 2000 त महिला थिए उनीहरूले 8 पोइन्ट एजेन्डा बनाएको थियो अनि त्यो 8 पोइन्ट एजेन्डा चाहिँ सबैले सुन्नुपर्छ प्रेसिडेन्ट र महिला मन्त्रीले मात्रै होइन भनेर भन्दाखेरि अनि मलाई चाहिँ बोलायो अब बोलाएपछि अब के भयो भन्ने भयो नि त म दौडिँदै गएँ के भयो भनेर सोद्धाखेरि अनि प्रेसिडेन्टले भेट्न खोज्नु भएको छ मिसेस जोशी सी आई ब्रट माई इन्टराज भनेर पुरा क्याबिनेट लिएर आउनुभएको छ साँच्चीकै सबैलाई गरेर अनि पछि भन्दै त्यस्तो कहिले पनि पुरा क्याबिनेट कहीँ पनि गएको छैन त्यो मिटिङको लागि आउनुभयो र 8 पोइन्ट एजेन्डा सुन्नु पर्नुभयो त्यो पछि महिलाको कार्यक्रम धेरै बढ्यो नि धेरै बढ्यो अनि हाम्रो गोपाल शिवाकोटीजी हुनुहुन्छ नि गोपाल शिवाकोटीजीले धेरै वर्षपछि म रिटायर भएर फर्किसकेपछि नेपालमा अनि बोलाउनु दिदी हजुर म अफगानिस्तानबाट भर्खर आएको महिलाको अधिकार भनेको सबैले चाँदनी जोशी भन्छ अरे अझ पनि अफगानिस्तानमा हजुरलाई सम्झिन्छ भन्नुहुन्थ्यो कि भन्दाखेरि आफै गरेको काम चाहिँ त्यतिकै खेर जान्न रहेछ मान्छे पिपल रिमेम्बर यु फर द्याट राइट त्यही प्रसङ्गमा जोड्दाखेरि जस्तो तपाईँले भन्नुभयो नि इट वाज रियली इम्प्रेसिभ होइन अब जस्तो तपाईँले रिक्वेस्ट गर्दामा किन ल्याउने भन्नु पनि सक्थ्यो होला नि त होइन युएनको जब एउटा स्टाफले हामीलाई अर्डर दिए भन्ने पनि सक्दैन तर उहाँले त्यो ल्याएर एउटा भनौँ न उदाहरण पेस गर्नुभयो नि त होइन त्यस्तै खालको उदाहरणहरू चाहिँ हाम्रो मुलुकमा चाहिँ के सम्झिनुहुन्छ जस्तो तपाईँले केही कुरा भनेको घरमा केही कुराहरू भनौँ न त्यस्तै खालको सम्झन लायकको घटनाहरू सेयर गर्नु हजुर इन्ट्रोडक्सनमा चाहिँ आएको छैन तर मलाई चाहिँ 2017मा चाहिँ अब रिटायर भएर आइसकेपछि अब उहिले कुरा खुलिसक्यो होइन मैले त 81देखि काम गरेको हो कहिलेको कुरा भयो नि त त्यो त 2008मा आएर फर्किरहेको छु भनेर कसले सम्झेलाएर भन्ने थियो मलाई अनि भन्दा चाहिँ मन्त्रालयबाट महिला मन्त्रालयबाट फोन आयो अनि हजुर घरमै हुनुहुन्छ म घरमै छु किनभने त मन्त्रीजी आउनुहुने हो मैले मन्त्रीजी मेरो घरमा किन जस्तो लाग्यो त भन्दाखेरि अनि आउनुभयो मन्त्रीजी आउनुभयो उहाँको सचिवज्यू अनि 2-3जना अरू सेक्सन अफिसरहरू उपसचिवज्यूहरू पनि आउनुभएको थियो आएर उहाँले खाजा ओडाएर महिलाको यत्रो कार्यक्रम पहिला फर्स्ट पाइनियर भएर महिला विकासको कार्यक्रम चलाउने चिफ तपाईँ त्यत्रो प्रोडक्सन क्रेडिट फर रुरल वुमेन चलाउनु भयो 1.5 मिलियन महिलाले फाइदा पायो त्यसबाट भन्दा त हजुर त त्यो कार्यक्रमको आमा हो भन्दाखेरि मैले थिङ्क ट्याङ्क बनाउनु लाग्छु छु त्यसको चाहिँ कोअर्डिनेटर हुनु पर्यो भनेर बनाउनु कुमार खड्का हुनुहुन्थ्यो मन्त्री थियो भनेर भन्नुभयो अनि अफकोर्स आइसेट अब त्यसरी इज्जत दिएर उहाँले आएर आफूले घरमा आएर त्यसो गर्नुभयो चाहिँ हस् भनेर भने अनि त्यही बेला हो एकचोटि हाम्रो मिटिङ थियो मिटिङ हुँदा चाहिँ मन्त्रीजीले पनि सचिवजीले पनि के भन्नुभयो भने यो फेरि रिस्ट्रक्चरिङ हुँदैछ र चाहिँ कसै एउटा एक्सपर्टले चाहिँ लेखिरहनु भएको रहेछ त्यसमा चाहिँ नि महिला मन्त्रालय नरहने अनि कुन अरू मन्त्रालयसँग गाभिने भन्ने कुरा रहेछ भन्दाखेरि हाम्रो मन्त्रालय त नरहने भयो केही गर्नु पर्यो भन्नुभयो म कहिले पनि मेरो कार्यक्रम भनौँ मेरो आफ्नो फिलोसफी कुनै पोलिटिक्समा चाहिँ ढलेको छैन आई बिन अबभ पोलिटिक्स है पोलिटिक्सभन्दा माथि बजेर काम गरिरहेको छु म जहिले पनि र मैले कहिले पनि प्रधानमन्त्रीजीहरूसँग दर्शन भेट मागेको थिएन कि त्यो परेपछि मैले त भन्नु पऱ्यो नि भेट्नै पर्यो भनेर हाम्रो मान्य उर्मिलाजीलाई भने उहाँ चाहिँ मेरो पहिला वुमेन डेभलपमेन्ट अफिसर पनि हुनुहुन्थ्यो मेरो चेली हुनुहुन्थ्यो अनि उहाँ मन्त्री हुनुहुन्थ्यो अनि मैले भने मन्त्रीजी प्रधानमन्त्रीजीले नभेटी भएन यो राष्ट्रको समस्या पर्यो भनेपछि भोलि 1 बजे भने 1 बजे मिलाइदिनु भयो अनि मैले सबैजना लिलीजी शान्ताजी वन्दनाजी जो हामी थियौँ नि थिङ्क ट्याङ्कमा सबैलाई लिएर गएँ एक्लो बृहस्पति त छुट्टा हुन्छ नि होइन सबजना गएपछि बल पनि हुने भयो युनिटी सलिडारिटी देखिन्छ हामी सबजना गयौँ अनि बोल्न चाहिँ मैले बोल्नुपर्छ भन्नुभयो सबले अनि मैले यस्तो प्रधानमन्त्री यस्तो छ यस्तो पर्यो यो चाहिँ हुनुहुन्न अब यही बिजिङ +30 हुँदैछ एसडिजीको
2030 हुँदैछ, यो बेला हामीले मैले मजाले उडाइदिउँ भनेर नेपालको के मुख हामीले कहाँ गएर के मुख देखाउने? इट विल बी अ सेम। हामीले एमडिजीको गोल नम्बर 3 पनि गर्न सकेनौँ, अब अहिले एसडिजीमा पनि नसक्यो भने त लाज हुन्छ भनेर भनेपछि मलाई त थाहै थिएन, आई रियली डिडन्ट नो अबाउट दिस भनेर भन्नुभयो। मन्त्रीलाई थाहै छैन, प्रधानमन्त्रीज्यूलाई थाहा छैन, प्रधानमन्त्रीलाई पनि थाहा छैन, मन्त्रीलाई पनि थाहा छैन। मन्त्रीजी होइन, महिला मन्त्रालयको उहाँ होइन, महिला मन्त्रालयको मन्त्रीजी त मलाई भन्नुभयो यस्तो हुन लागेको छ, अब के गर्नु पर्यो भन्नुभएर अनि गएको हामी प्रधान। जसले लेख्यो नि त्यो बारे थाहा छैन, जो मान्छेले जो एक्सपर्टले लेख्यो कि नहुने भनेर जुन लेख्यो त्यो थाहा छैन। अनि उहाँले त भन्नुभयो ल ठिक छ म तुरन्त एक्सन लिन्छु भन्नुभयो, हस् भनेर आयौँ। तर मलाई चित्त बुझेन। ठिक छ, यु सुड ट्राई फ्रम, प्रधानमन्त्रीले भनेको कुरा त पक्का भनेको, तर महिला सबै पार्लिमेन्टेरियनलाई बोलाए नेक्स्ट डे, सबैलाई त्यो सभाको क्याफेमा, सबै अक्रस पार्टी लाइन्स सबै पार्टीको चाहिँ हेडहरूलाई बोलाएर उहाँहरूलाई बोलाएर पावर पोइन्ट प्रेजेन्टेसन देखाएर वर्ल्ड भ्यू यस्तो छ, हामी यो स्थितिमा छौँ, यो स्थितिमा हुँदाखेरि महिला मन्त्रालय चाहिँ नि नेपालमा उड्यो अरे भन्दाखेरि के हुने हो भन्दाखेरि इट्स अ सेम, हुँदैन रङ स्टेप हुन जान्छ भनेर भनेपछि तपाईँले आएर पार्लिमेन्ट्री कमिटीमा बोलिदिनुहुन्छ त भनेर भन्नुभयो। रन्जु झा हुनुहुन्थ्यो त्यो बेला। अनि म हजुर एनी टाइम जस्ट कल अस भनेर भने, अनि बोलाउनु। अनि बिमला राई पौड्यालजी हुनुहुन्थ्यो, सृष्टि जोशी मल्ल अनि शान्ता श्रेष्ठ, हामी 4 जना जो जुट्यो दौड्यौँ नि हामी त्यही बेला। र अहिले तुरन्त आउनुहोस् 11:30 बजे बोल्ने भनेर 9 बजे खबर, अनि दौड्यौँ अनि गयौँ प्रेजेन्ट गरेँ। मैले तपाईँले के आधारमा चाहिँ महिला मन्त्रालय हुनु पर्दैन भन्नुभएको, पहिला त्यो तर्क मलाई भन्नुहोस् भनेर समातेँ नि त। 51% महिला भएको उसमा त्यो मन्त्रालय हुनुहुन्न भने चाहिँ तपाईँको तर्क के, लजिक के, तपाईँको वाट इज इट, के छ त तपाईँको इन्डिकेटर्स के हो, के आधारमा भन्नुभएको त भनेर उहाँले भन्नु सक्नु भने 1-2 जनालाई चाहिँ मैले इन्टरभ्यू गरेँ। 1-2 जनाको जेनरल, यु कान्ट जेनरलाइज होइन, रिसर्च गर्ने हो भने पनि डेटा त लार्ज डेटा चाहियो नि। 1-2 जनालाई सोधेँ मन्त्रालय चाहिन्न भन्नु मिल्दैन भनेर मन्त्रालय वाज रिस्टेटेड र अझै स्ट्रङ मन्त्रालय पनि बन्यो, इन्डिपेन्डेन्ट अटोनोमस मन्त्रालय बन्यो भन्दाखेरि इट्स अ ह्युज अचिभमेन्ट। यहाँ तपाईँले एउटा स्ट्राटेजिकली होइन कसै आफ्नो कुरा चाहिँ कन्भिन्सिङ हिसाबले राख्न सक्ने, त्यो चाहिँ म्याटर गर्छ भन्ने कुरा टाइममा किन बितिसकेपछि यस्तो हुनुपर्ने थियो, हाम्रो चलन त्यस्तो छ नि, यस्तो हुनुपर्ने थियो, यस्तो भयो भनेर पछि भनेर के मतलब भयो? तात होइन, हिँड्दा आएन अहिले छट भन्छ नि, त्यो समयमै भनौँ न फलम तातेको बेला हिँडाएपछि काम लाग्यो होइन। जस्तो तपाईँको ब्याक हेर्दाखेरि होइन, जस्तो 19 वर्षमा नै तपाईँले चाहिँ मास्टर्स गरेर अध्यापन गर्नुभयो होइन, तपाईँ लयर बन्न चाहनुहुन्थ्यो होइन, फेरि तपाईँको काम चाहिँ यता मन्त्रालयतिर डोरिनुभयो होइन। अनि त्यहाँनिर एउटा अघि नै भन्नुभयो तपाईँले महिला विकास कार्यालयको स्थापना नै तपाईँको पालामा भयो होइन। अब त्यो स्थापना कार्यालय चाहिँ अब अहिलेको अवस्थामा हेर्दाखेरि होइन, त्यो चाहिँ महिला विकास कार्यालय छैन, एउटा जेन्डर फोकल पोइन्ट भनेर मात्रै छ होइन। आफूले स्थापना गरेको चिज अहिले नहुँदा चाहिँ कस्तो लागिरहेछ? जस्तो त्यसले त कमसेकम महिलाको कुरा सुन्ने ठाउँ त छ है, महिला शाखा हुनु थियो नि त होइन। महिला विकास कार्यालय भनेर महिलाहरूले त एउटा भनौँ न त्यहाँबाट त्यहाँ हुँदैन अरू ठाउँमा जम्प गर्ने काम सिक्ने अवसरहरू पनि आएको थियो होइन। आफूले सुरु गरेको त्यो चिज अहिले नहुँदा चाहिँ कस्तो अनुभव गर्नुहुन्छ, कस्तो लाग्छ? त्यो चाहिँ एकदमै घातक हो जस्तो लाग्छ मलाई है, राष्ट्रको विकासमा नि घातक हो जस्तो लाग्छ मलाई। एउटा कुरा चाहिँ के भने अब उडिरहेको चरालाई नि पुवा काटिदिएको जस्तो भयो कि है। अब जो चाहिँ त्यो महिला विकास अधिकृत भन्ने जो थियो नि, त्यो चाहिँ महिला विकास अधिकृत मात्रै थिएन कि, ऊ त बिचरा सोसियल वर्कर पनि थियो, महिला विकास अधिकृत थियो, महिलाको एडभोकेट च्याम्पियन थियो कि हुन्छ होइन। सो मेनी डिफ्रेन्ट रोल सी वाज प्लेइङ। त्यो कुरा ओभरलुक भयो। मैले त के भन्छु भने यो चाहिँ स्ट्रक्चरल भाइलेन्स हो भन्छु, स्ट्रक्चरल भाइलेन्स हो। अब पैसा कटौती गरे त होला नि, के गरे हो गर्दाखेरि
अब विभागै उडाइदिएपछि त विभाग भनेको त एक्सन ओरिएन्टेड हो नि त उसले एक्सन कसलाई भन्ने भन्ने कुरा त्यो अझ पनि अहिले अझ पनि मिलिसकेको छैन है तर स्टिल एभ्री वान इज मेकिङ अ नोइज हामी सबैतिर यो कुरा हल्लागुल्ला चाहिँ गरिरहेकै छौँ अहिले पनि छोडेको चाहिँ हामीले छैन र रिसेन्टली चाहिँ भगवती जी मन्त्री भएर आउनु हुँदाखेरि चाहिँ उहाँको पालोमा पनि हामीले स्टेटमेन्टहरू लेखेर पनि दिएको थियौँ उहाँले पार्लिमेन्टमा बोल्नु पनि भएको छ यसबारे भन्दाखेरि आई थिङ्क वी निड समन भेरी स्ट्रङ हु क्यान डिफेन्ड दिस एन्ड गेट इट ब्याक किनकि हामीले देखाएको छ नि त होइन के भन्छ डिसिसन भएर पनि इट क्यान चेन्ज राइट होइन अझ पनि प्रपर हजुर गर्न सकिन्छ रिभाइभ गर्न सकिन्छ जस्तो लाग्छ तर पनि फेरि त्यहाँ पनि तपाईँको नै आवाज चाहिन्छ जस्तो छ मेरो आवाज मात्र होइन सबैको आवाज चाहियो है महिलाहरूको आवाज चाहियो सबैजना ग्रासरुट लेभलको पनि आवाज चाहियो अनि सेन्टरको पनि आवाज चाहियो एक्सपर्टको चाहियो वुमेन्स मुभमेन्टको आवाज चाहियो सबैको आवाज चाहियो महिलाको पनि विभिन्न अब डिफ्रेन्ट सेक्टरहरू छ होइन महिला छ दलित छ आदिवासी छ सिङ्गल वुमेन छ होइन डिफ्रेन्ट वुमेनहरू तर आफ्नो क्षेत्रमा कामहरू भइरहेको छ देखिरहेको छ होइन तर समस्या पनि हेर्ने हो भने जस्तो एउटा सामान्य महिलाले भोग्ने समस्या र दलित महिलाले भोग्ने समस्या डेफिनेटली डिफ्रेन्ट छ होइन एउटा सामान्य दलित महिलाले भोग्ने समस्या र एउटा डिसेबिलिटी महिलाले भोग्ने समस्या फरक छ होइन यो भनिरहँदा चाहिँ अहिले एक हिसाबले भन्दा हामीले त्यो मुभमेन्टहरू हेर्दाखेरि जनचेतनाको लेभल हेर्दाखेरि त त्यो त बढिरहेकै देख्छौँ नि त हामीले होइन तर यो महिलाहरू चाहिँ के एक ठाउँमा आउन नसकेका हो तपाईँलाई के लाग्छ त्यो त भन्न मिल्दैन के भने जस्तो कि तपाईँले आफैले भन्नु भइसक्यो त्यो बेला चाहिँ हामीले कोइनिङ अफ वर्ड्स भन्थ्यो नि त्यो रेटोरिक आउँदैन थियो इन्टरसेक्सनालिटी भन्नु मलाई पनि आउन थियो त्यो बेला तर मैले चाहिँ के भने होइन पछाडि पारिएको महिला भन्थ्यो होइन महिला मात्रै होइन कि पछाडि पारिएको टाँटीबाटी महिला होइन नि उनीहरू चाहिँ टाँटीबाटी छ दे नो इट होइन उनीहरू पढाइ लेखेको छ उनीहरू के सदरमुकाममा बसेको छ उनीहरूलाई हाम्रो के मद्दत चाहिन्न नि भन्दाखेरि धेरै महिला विकास अधिकृतहरूले नजिकै काम गरौँ भन्नुहुन्थ्यो मैले नजिक काम नगरौँ हामी चढौँ अलिक विकट ठाउँमा जाउँ त्यहाँ हो नि त विकासको त्यो पकेटहरूमा विकास पुगेकै छैन अलिक हामीलाई गाह्रो होला हिँड्न गाह्रो होला अलिक फ्याफ्या एकछिन होला होइन तर द्याट इज वेयर वी आर निडेड यही प्रसङ्गमा तपाईँले एउटा धादिङको प्रसङ्ग मैले सुनेको त्यो अलिकति बताइदिनुहोस् न ए हजुर हजुर इन्द्र गुरुङ भन्ने हुनुहुन्थ्यो मेरो फर्स्ट ब्याच अफ डब्लुडी हो उहाँले चाहिँ गजुडीमा गरौँ न पर्वतीहरू छ नेवारहरू पनि छ यहाँ गरौँ एकदम छिटो जान्छ कार्यक्रम ग्रुप बनाउनु पनि सजिलो हुन्छ भन्नु मैले होइन हामी चाहिँ पहिले नै घुमेर आइसकेको थियौँ सर्वे गरिसकेको थियौँ मैले होइन हामी कुखुरेमा जानुपर्छ कुखुरे भने चाहिँ 2-2.5 घन्टा माथि उक्लिनु पर्ने थियो त्यहाँ चाहिँ कामी दबाई भन्थ्यो नि त्यो ग्रुपहरू थियो बिचराहरू कहिले न केही गर्न मौका पाएको न विकास बुझेको द्याट इज वेयर कार्यक्रम चाहिँ त्यहाँ चाह्यो नि त उनीहरूका त्यहाँ चाहियो हामीले काम गर्ने हो भने भन्दाखेरि पछि धेरै वर्षपछि भन्नुभयो दिदी पहिला भन्दा त हजुरले हामीलाई सजाय दिए होला भन्नुहुन्थ्यो रे हामीलाई गाह्रो पारेको सजाय दियो भन्नुहुन्थ्यो तर होइन रहेछ द्याट इज वेयर वी आर निडेड भनेर भन्नुहुन्थ्यो पछि त्यो अवेरनेस आयो कि अवेरनेसको कारणले नै हैन तर मैले धेरै त्यो मैले पछाडि परेका भन्दैन पछाडि पारेकै भन्छु त्यो चाहिँ हजुर सिस्टमले देशले विकासले होइन बुद्धिमानहरूले छोडेको हो नि त त्यो कुराहरू भन्दा त्यस्तै महिलासँग काम गरेँ नि त यही प्रसङ्ग जोडिरहँदाखेरि चाहिँ अहिले भनौँ न यहाँले पनि देख्नुहुन्छ होइन धेरै हाम्रो महिला केन्द्रित कार्यक्रमहरू जस्तो अहिले नारी दिवस हामी मार्च महिना होइन वुमन मन्थ सेलिब्रेट गरिरहेछौँ 115 वुमेन्स डेज यही अवसरमा नै हामीले सधैँ सिएसडब्ल्यू चाहिँ न्युयोर्कमा होइन न्युयोर्कको हेडक्वार्टरमा सिएसडब्ल्यूमा आउनुहुन्छ धेरैवटा मुलुकको महिलाहरू यहाँ भेला हुने होइन दुःख सुख के भइरहेको छ त महिलाको स्ट्याटस त्यो सेयर गर्ने र त्यही लर्निङ चाहिँ आफ्नो ठाउँमा पनि लगेर इन्फ्लुएन्स गर्ने होइन कति कुराहरू इम्प्रुभ गर्नुपर्ने ठाउँमा इम्प्रुभ पनि गर्ने त्यो कुराहरू भइरहँदाखेरि चाहिँ जस्तो तपाईँले ग्रासरुटसम्म जानुपर्छ जस्तो तपाईँले नै भन्नुभयो 2 घन्टा हिँडेर जानुपर्छ गाउँ गाउँमा पुग्नुपर्छ पछाडि पारिएकोलाई चाहिँ
भेट्नुपर्छ, तिनीहरूको समस्या के हो बुझ्नुपर्छ भनेर। अनि हाम्रो धेरै कार्यक्रम चाहिँ यो सहर केन्द्रित यहाँले पनि देख्नु भएको छ होइन, यो भइरहेको तपाईँले पनि सायद यहाँले मूल्याङ्कन पनि गरिरहनु भएको होला होइन। अब यत्रो देशमा घुमेर होइन, तपाईँको जस्तो पाकिस्तानमै पनि त तपाईँले चाहिँ महिला अधिकारको कुरा गर्ने चाहिँ चाँदनी जोशी हो भनेर पाकिस्तानको साथीहरूले भन्नुहुन्छ भन्ने कुराहरू हामीले सुनेको थियौँ होइन। त्यो भनिरहँदाखेरि अहिले हामी किन सहर केन्द्रित धेरै भइरहेछौँ, हाम्रो महिला अधिकारका कार्यक्रमहरू चाहिँ किन हाम्रा अधिकार कर्मीहरू चाहिँ गाउँसम्म नपुगे होला? अहिले चाहिँ त्यसो सर्फेसिकली हेर्दा चाहिँ त्यो हो, तर आजकल त धेरै नि, जस्तो कि अब हामीसँग म होमलेस साउथ एसियाको इन्फोर्सर पनि हो है। होमलेस साउथ एसियाको चाहिँ हाम्रो 1.2 मिलियन छ मेम्बर्सहरू हाम्रो, र नेपालमा चाहिँ हाम्रो 7वटा एफिलिएट्सहरू छ। भन्दाखेरि हाम्रो 7वटा एफिलिएटहरू WHR भनौँ न, सिङ्गल वुमेनको, उहाँहरूको पुरा देशभरि नै छ कार्यक्रमहरू। त्यस्तै साथीको पनि विभिन्न जिल्लामा कार्यक्रम छ, भन्दाखेरि सबै चाहिँ त्यही केन्द्रित चाहिँ छैन। क्लास नेपालको पनि जतिजनासँग हामी काम गर्छौँ उहाँहरूको धेरै नै, जस्तै एकजना त महिला विकास केन्द्र भन्ने त उहाँहरू रामकलीजीहरू त पोखरामै हुनुहुन्छ, पोखराबाट पनि गाउँ गाउँमा हुनुहुन्छ उहाँहरू। भन्दाखेरि त्यस्तो इन्स्टिट्युसनको कमी भएको होइन। धेरै असेसमेन्ट बोल्ने बेला चाहिँ धेरै काठमाडौँवासीहरूले बोल्छन् होला, तर कार्यक्रम आजकल चाहिँ धेरै सिपिन भएको छ, धेरै बाहिर पनि गएको, त्यो चाहिँ देखिन्छ। तर हजुरले नै भन्नुभयो नि, हामी चाहिँ गाउँ गाउँमा पुग्नुपर्छ होइन। पछाडि परेका स्ट्रक्चरली, जस्तो शिक्षामा होस्, स्वास्थ्यमा होस् होइन, अवसरमा होस्, हरेक कुरामा चाहिँ पछाडि पारिएको स्ट्रक्चरली भन्नुभयो नि। तर त्यो हेर्दाखेरि जस्तो तपाईँले जति बेला काम गर्नुभएको थियो, यो भनौँ न 56 वर्ष त तपाईँले कामै गर्नुभयो यो होइन महिलाको सेक्टरमा, त्यो हेर्दाखेरि अहिलेको महिलामा त्यो तपाईँमा जुन जोस छ, जुन खालको त्यो एउटा बुझाइ छ, त्यो चाहिँ अलिकति नभएको हो। मैले आफैले भन्न त मिल्दैन होला, तर मलाई कस्तो लाग्छ भने दुईवटा पक्ष देख्छ यसमा पनि। एकतिर त के भने महिला धेरै भोकल है, पहिला नि ल माइक भनेर दिनु पर्थ्यो भने अब सबैले आफ्नो माइक सबैले खोजेर बोल्नुहुन्छ भन्दाखेरि एटलिस्ट दे एबल टु एक्सप्रेस देमसेल्फ, मनमा लागेको कुरा भन्न सक्नुहुन्छ है, त्यो गर्न सक्नुहुन्छ भन्दाखेरि धेरै नै हामी अगाडि नै बढिसक्यौँ जस्तो लाग्छ मलाई एकतिर। र अर्कोतिर चाहिँ के हुन्छ भने त्यो डिस्कोर्स के, त्यो छलफल जुन बेला त्यो बेला गर्थ्यौँ नि, अझ पनि त्यही कुरा भइरहेछ कि त्यो देख्दा चाहिँ मलाई धेरै नरमाइलो लाग्छ। जस्तो कि हिजो मैले बङ्गलादेश, नेपाल र फिनल्यान्ड 3वटा अर्गनाइजेसनले केयर इकोनोमीमा बोल्ने कुरा भएको थियो कि, त्यहाँ म पनि आई वाज वान अफ द स्पिकर्स। र कस्तो लाग्यो भने मलाई त्यही बेलाको कुरा अहिले पनि गरिरहेको कि जस्तो फिल भयो कि होइन। भन्दाखेरि हजुर अझ पनि हामी त्यही डिस्कस गर्ने त, मैले साइकी बुझाउनु, मान्छेको सोचाइ बुझौँ। त्यो महिला जसले चाहिँ बिहान सबभन्दा पहिला ऊ उठ्छ, सबभन्दा पछि ऊ सुत्छ, अनि त्यो मान्छेलाई तिमी के गर्छ भन्दा उसले के भन्छ, म केही पनि गर्दिनँ भन्छ, उसले नि भन्छ हो होइन। द्याट इज त्यसरी ट्युन गरिरहेको छ कि, ट्युन गरिरहेको छ भन्दा थिङ्स ह्याभ टु चेन्ज नि भनेर मैले एक्जाम्पलहरू दिएको थिएँ कि 2-4वटा। अब अलिकति घरको काम हेल्प गर्छु भन्ने आउनु, पुरुषहरूले हेल्प गर्नुहुन्छ कि, आजकल चाहिँ सेयर पेरेन्टिङ भनिन्छ, हेल्प पनि गर्नुहुन्छ। कतिले लुगा धोइदिनु, सबै घरमा त वासिङ मेसिन छैन, कतिले हातले धुनुपर्छ, डल्ले साबुनले धुन्छौँ हामी त नेपालमा अझ पनि होइन। त्यो लुगा धुँदा चाहिँ श्रीमानहरूले लुगा धोइदिनुहुन्छ अरे, तर सुकाउन श्रीमतीले पठाउनुहुन्छ अरे। बाहिर सुकाउनु भने त समाजले देख्ने भयो, अझ पनि त्यो चाहिँ छ, कुरी हुने उहाँहरूलाई है त्यो। अनि अर्को इक्जाम्पल मैले के दिएको थिएँ भने मेरो आफ्नै छोराको इक्जाम्पल दिएको थिएँ। ऊ चाहिँ एकदमै गुड फादर छ कि, एकदमै स्याहार्ने, उसको छोरालाई एकदम स्याहार्ने। अनि उसले जहिले पनि के कम्प्लेन गर्ने भने चाहिँ त्यो पुरुषहरूको बाथरुममा नि चेन्ज गर्ने ठाउँमै छैन नि त, किन पुरुषले त चेन्ज गरेर देखाएको छैन। जसले होटल बनाए उसले महिलाले नै चेन्ज गर्छ बच्चालाई भन्ने छ नि त टाइपहरू है। अहिले हजुरले त पञ्चायत व्यवस्था नि भन्नुभयो होइन, पञ्चायती व्यवस्था पनि भोग्नुभयो, त्यसपछि प्रजातान्त्रिक व्यवस्था 46 पछि होइन, अनि 62को त्यो जुन छ नि त्यो नागरिक आन्दोलन त्यो पनि भोग्नुभयो होइन। अहिले 2टा स्थानीय चुनाव पनि भइसक्यो होइन। अहिले स्थानीय चुनावले गर्दाखेरि चाहिँ हाम्रो महिलाहरू उपाध्यक्ष चाहिँ आउनै पर्ने, एउटा चाहिँ महिला हुनै पर्ने भन्ने छ नि त। त्यसले गर्दाखेरि चाहिँ अब महिलाहरू धेरै लिडरसिपको लागि पनि रेडी हुने एउटा अवसर पनि हो होइन।
अनि त्यो आइरहँदाखेरि चाहिँ हजुरले कसरी देख्नुहुन्छ जस्तो यो 46 62 र अहिले हामी 81 आइपुग्दाखेरि महिलाहरू लिडरसिपको लागि चाहिँ कतिको रेडी भएको पाउनुभएछ? अहिले चाहिँ पहिलाभन्दा त धेरै नै उहाँ तयार पनि हुनु गइसक्यो र बाहिरबाट पनि महिलाहरूको आवाज बढिरहेछ नि त। महिला हुनु पऱ्यो डिसिजन मेकिङमा, महिला हुनु पऱ्यो भनेर धेरै ठुलो आवाज पनि आइरहेछ। र एउटा इक्जाम्पल म तपाईँलाई इन्डियाको दिन्छु कि इन्डियामा राजीव गान्धीजीले 73rd र 74th अमेन्डमेन्ट गर्नुभयो पञ्चायत व्यवस्था भनेर। भन्दाखेरि उहाँले चाहिँ जुन महिलाहरूलाई पञ्चायत लेभलमा जुन स्पेस दिनुभयो नि, अब हेर्नुहोस् त अहिले 10औं लाख महिलाहरू लिडर भएर आयो नि त इन्डियामा। भन्दा त्यो टाइम दिनु पऱ्यो नि। आजको डेपुटी भयो र भोलिदेखि ऊ चाहिँ मेयर हुन्छ भन्दा त सकिँदैन नि, टाइम दिनु पऱ्यो होइन। उसले पनि आफ्नो क्यापासिटी बिल्ड गर्नु पऱ्यो, सिक्नु पऱ्यो। अब त्यो सब कसैले त आमाको पेटबाट सिकेर आएको त हुन्न नि, अन्त उसलाई चाहियो नि त, त्यो मेन्टरिङ चाहियो, ह्यान्ड होल्डिङ चाहियो होइन। त्यो सिस्टम हुनु पऱ्यो कि अझै। उसलाई खालि पावरमा ल्याएर मात्रै पनि होइन, हाउ टु गेट थिङ्स गोइङ भन्ने कुरा त्यो चाहिँ अझै उसको क्यापासिटी, उसलाई क्यापासिटेट गर्न चाहिँ अझै चाहिँ उसको क्षमता विकासमा चाहिँ हामीले अझै चाहिँ नजर पुर्याउनु पर्छ जस्तो लाग्छ। अब अघि हजुरले नै भन्नुभयो पछाडि पारिएका महिलाहरूको कुरा गर्दाखेरि होइन, त्यही पछाडि पारिएकालाई नै समेट्नलाई तपाईँ चाहिँ 65 जिल्लामा पुग्नुभयो होइन, खुट्टाले हिँडेर नै। सायद त्यसकै उस नै होला होइन, त्यति बेलाको दुःखले पनि आज यहाँ त्यो दुःख पनि त होइन। त्यो 65 जिल्ला पुग्नु त्यो बेलाको जमानामा सबै ठाउँमा गाडी थिएन, प्लेन थिएन होइन, तपाईँ हिँडेरै पुग्नुभयो। त्यो हेर्दाखेरि अहिले हाम्रो त संविधानले त 33% त इन्स्योर गरेको छ होइन, तर त्यो 33% पनि फेरि मन्त्रीमण्डल गठन हुने बेला त त्यो त लागु छैन होइन। अब जस्तो कलेजमा अपोइन्टमेन्ट हुँदाखेरि पनि त महिला कोही भनेर खोज्नुपर्ने अवस्था छ होइन। त्यसमा पनि अहिले जस्तो पछाडि पारिएको स्ट्रक्चरली पछाडि पारिएको भनेर यहाँले नै भनिसक्नुभयो भन्दाखेरि चाहिँ यहाँले त्यो पछाडि पारिएका महिलाहरू चाहिँ कहाँले पाउनुहुन्छ अहिले चाहिँ उहाँहरू पनि धेरै नै लिडरसिप पोजिसनमा आउनु गइसक्यो। जस्तो कि अहिले तपाईँले WFDM को कुरा गर्नुभएको थियो नि, त्यो वुमेन फ्रेन्डली डिजास्टर म्यानेजमेन्ट ग्रुपमा चाहिँ हामी 11वटा नेटवर्कहरू छौँ। त्यसमा सबैजना छ, दलित ग्रुप पनि छ, सिङ्गल वुमेन पनि छ, त्यसै गरी LGBTQI पनि हुनुहुन्छ, डिजेबल ग्रुप पनि हुनुहुन्छ, सबै मिडिया पनि छ। त्यसै गरी के गर्ने दिन्छु, हामीले गएर हामीले दिएको तेल खाँदैनन् भनेर भन्नुहुन्थ्यो कि, अरू सबै खाना लिन्छन् तेल चाहिँ छोडेर आउँछन् भनेर भन्नुहुन्थ्यो कि। अब होइन, त्यो चाहिँ सुरुवातमा त्यो कुरा थियो। तर अहिले लास्ट 24मा जुन बेला चाहिँ ठुलो फ्लड आयो नि, त्यो बेला अहिले फेडोले, हाम्रो सेक्रेटरी फेडो छ अहिले, उहाँहरूले बनाएको खाना तातो हट मिल सबैले खाएको अब भनेर टाइम्स अफ चेन्ज हजुर चाहिँ भइरहेछ, चेन्ज चाहिँ भइरहेछ भनेर एउटा नमुना दिएको हजुरले देखिने हुन्छ। अब जस्तो हाम्रो नेपालमा त अब यहाँले पनि होइन भइसक्नुभयो, देखिसक्नुभयो, राष्ट्रपति नै भइसक्नुभयो, सभामुख पनि भइसक्नुभयो होइन। अब प्रधान न्यायाधीश पनि महिलाले नै लिड गरिसक्नुभयो होइन। उपस्थितिको हेर्दाखेरि यो साउथ एसियामा नै हाम्रो संविधान पनि प्रोग्रेसिभ मानिन्छ होइन। अब उपस्थितिको हेर्दाखेरि पनि त अब सभामुख पनि महिला होइन, त्यति बेला त झनै जनजाति महिला पुग्नु भएको थियो होइन। अहिले पनि उपसभामुख महिला नै हुन्छ, जनजाति महिला नै। यसरी हेर्दाखेरि चाहिँ यो खासमा यो उपस्थिति त रहेछ नि त देखिने, तर उहाँहरूको उपस्थितिले यस्तो तपाईँले भन्नुभएको जस्तै त्यो साँच्चीकै फरक चाहिँ पारेन कि क्या महिलाको अवस्थालाई। यस्तो साँच्चीकै जस्तो उपस्थिति महिला मात्रै भएर भएन, यहाँले भन्नुभयो नि महिलाले पनि त महिलाको बारेमा बोल्नु पऱ्यो नि त। अनि वो महिलाको फिजिकल्ली महिला मात्रै राखेर भएन, दिमाग पनि महिलाको हुनु पऱ्यो नि त। त्यो दिमागले महिलाको बारेमा सोच्नु पऱ्यो नि त होइन। पेट्रियार्की बोकेर म महिला हो भन्ने भनेर त्यो महिलालाई हाम्रो महिला अधिकार मान्ने कि नमान्ने होइन, त्यो समस्या चाहिँ कहाँ देख्नुहुन्छ यहाँ? कस्तो लाग्छ मलाई भने चाहिँ जेनरली हिजो मैले एउटा वेबिनारमा बोलिरहेको थिएँ र के भनिरहेको थिएँ भने जब महिला पावरमा हुन्छ नि, दे ट्राई टु बी लाइक मेन। मैले चाहिँ महिलावादी हुनुहुन्न, महिलावादी भयो भने चाहिँ 51% मात्रै भयो नि त, अरूलाई मैले छोडाए जस्तो हुन्छ कि भने सायद त्यो डर हो कि आई डोन्ट नो, मलाई थाहा छैन, म त्यहाँ पुगेँ होइन, मलाई थाहा पनि छैन। अब हामी त स्वतन्त्र मनले कुरा गर्छौँ, भन्छौँ, सोध्छौँ भन्दाखेरि त्यो पनि हुन्छ होला। तर अलिकति महिला लिडरको चाहिँ मोडलको पनि कमी छ कि है, यस्तो गर्न सक्छ
जस्तो कि न्युजिल्यान्डको प्राइम मिनिस्टर हेर्नुहोस् न होइन, उसले कोभिड जस्तो चिज 1 महिनामा काराम कुरुम गरेर पोको पारेर फालिदियो भने अन्त महिला डिसिजन मेकिङमा भयो भने गर्न सक्दो रहेछ अनि त एउटा उसले कसरी ब्यालेन्स गर्छ, पार्लियामेन्ट घर चलाउँछ, घर चलाउँछ। ब्राजिलियन जुन पार्लियामेन्टेरियन बाइडेन भएको थियो त्यो उसले मजाले बच्चालाई दुध खुवाइरहेछ तर पार्लियामेन्टमा बिल पनि पेस गरिरहेछ होइन। सी क्यान डु बोथ भन्ने कुरा। सायद त्यस्तो अझै पनि हामी कहाँ इक्जाम्पल्सहरू उपमाहरू अझै चाहियो कि अझै बोल्नु पऱ्यो कि है, अझै भोकल हुनु पऱ्यो र मिडियाले त्यो कुरा पिकअप गर्नु पऱ्यो कि अनि टेक इट अराउन्ड। त्यो चाहिँ भएन कि आई थिङ्क मोर अफ द्याट इज निडेड। त्यो एडभोकेसी चाहिँ त्यो नलेज बेस्ड एडभोकेसी भन्छ भने त्यो चाहिँ अझै चाहियो जस्तो लाग्छ मलाई। मैले किनभने फोकस गरिरहेको छु भने हजुरको त्यो गाउँ यात्रा चाहिँ जस्तो हजुरले एउटा राम्रो टर्म ल्याउनु भयो जुन हामीले पनि भनिरहेको हो। जस्तो आदिवासी दलित त्यो डिसेबिलिटी भएकाहरूको साँच्चै पछाडि पारेको हो नि त। हामीले स्ट्रक्चरको कुरा गर्ने भने जस्तो यो व्हिल चेयर हजुरले लिएर गयो भने हाम्रो सरकारी निकायहरू सबै व्हिल चेयर फ्रेन्डली त छैन नि त होइन। त्यो हिसाबले हेर्दा त स्ट्रक्चरली उहाँहरूलाई त एक्सक्लुड गर्न खोजेकै हो नि त होइन। त्यो हिसाबले हेर्दाखेरि ब्याक देन तपाईँले त्यो सुरुमा काम गर्नुभएको अवस्थामा र अहिलेको अवस्थामा चाहिँ कस्तो पाउनुहुन्छ? त्यो कस्तो रहेछ भने त्यो ह्युमन राइटको कुरा चाहिँ सबैले गर्ने एज अ थ्योरी, प्र्याक्टिकलमा चाहिँ मान्छेले नसोच्ने रहेछ कि। जस्तो कि अब टाढा किन जाने, इन्डियामै भनौँ न युएनको जुन बिल्डिङहरू बनाएको छ, यहाँ नेपालमा जुन युएनको बिल्डिङ थियो, म युएनको बिल्डिङमा जाँदाखेरि रेजरेप जुन रिजनल कोअर्डिनेटर हुन्छ युएनको ऊ बिचरा तल आएर एफएको रुममा बसेर मसँग मिट गर्नुहुन्छ किनभने त्यहाँ लिफ्ट पनि थिएन। अनि लिफ्ट अहिले हालेछ, चाँदी न यु क्यान कम टु माई रुम भनेर फोन गर्नुभयो कि। भन्दाखेरि युएनलाई 2024 चाहियो नि त लिफ्ट हाल्नलाई। भन्दाखेरि ह्युमन राइट त त्यत्रो बोल्ने हो नि त उहाँ। ह्युमन राइटकै कुरा गर्नेहरू चाहिँ भन्दाखेरि एक्ज्याक्टली छैन। दिल्लीमा र्याम्प पनि थिएन। मेरो खुट्टाको अपरेसन टोटल नी सर्जरी गरेपछि म त हेड अफ एजेन्सी भएर त मिटिङमा जानु पऱ्यो। जाँदाखेरि के गर्ने भन्दा मेरो लागि र्याम्प हालेको थियो। मैमु भन्ने अफिसरहरू त तल गएर त भेट्दैन नि त। त्यो अघि तपाईँले भन्नुभयो त्यो खालको इन्टिग्रिटी छ कि छैन, त्यो मनमा उहाँहरूप्रति कतिको संवेदनशील हुनुहुन्छ भन्ने कुराहरू पनि म्याटर गर्छ नि त होइन। भनेपछि तपाईँकै कारणले र्याम्प हालेर धेरै मान्छे त एक्सेस पायो नि त होइन, त्यो उदाहरणहरू होइन। हजुर, र मलाई पनि कस्तो भयो भने इयर अफ द डिजेबल भएको थियो 1992मा 1992 होइन 1989मा हो के अरे। त्यो हुँदाखेरि चाहिँ म कोअर्डिनेटर थिएँ, नेसनल कोअर्डिनेटर डेटा एन्ड मेडिकल रिसर्च। त्यो बेला हुँदाखेरि अब हाम्रो पनि बोली नमिल्ने रहेछ कि। म चाहिँ सुन्नुहोस् न भन्छु नि, म यता हेर्नुहोस् त, वी आर सो युज टु सेङ द्याट। बिचरा आँखा नदेख्ने मान्छे कसरी हेर्छ, हो नि, कान नसुन्ने मान्छे कसरी सुन्छ तपाईँको कुरा। भन्दा हामीले नै आफूलाई ट्युन गरेको छैन कि, हामीले आफूलाई ट्रेन गरेको छैनौँ भनेको त्यो बेला मलाई एहसास भएको कि कति इजिली द वे वी टक नि त ह्युमन राइटको कुरा गर्छौँ है, वी निड टु वक आवर टक भन्ने कुरा त्यो एहसास भएको कि त्यो वर्ष मलाई। र कसरी पनि डिग्निटी इज सो इम्पोर्टेन्ट। हामीले के सोच्यौँ भने चाहिँ सुरु गर्दाखेरि उहाँहरूले चाहिँ कन्सेसन टिकटहरू दिने, प्लेन चढ्दा 25% अफ बस चढ्दा, त्यसरी वी डोन्ट वान्ट इट। हामी त्यतिकैमा हिँड्छौँ, हामीलाई आफ्नो डिग्निटी चाहियो, तिमीहरूको माया चाहिएको छैन, दया चाहिएको छैन। त्यो भन्न चाहन्छ। अब अलिकति प्रसङ्ग गर्दाखेरि हजुर होइन, अब एउटा छोकरी परिवारमा जन्मिनु भयो, जोशीसँग बिहा गर्नुभयो होइन। अलिकति हजुरको व्यक्तिगत कुराहरू गर्न चाहे जस्तो त्यो बेलाको जमानामा पनि हजुरले त्यो स्टेप चाहिँ कसरी लिनुभयो, त्यो आँट चाहिँ कसरी आयो? इट वाज मोर लाइक क्वेसन अफ चोइस, क्वेसन अफ चोइस। द पर्सन ह्याड टु बी गुड ह्युमन बिङ है, मेरो लागि नि क्वालिफिकेसन त्यो थियो होइन। माया गर्ने, गुड ह्युमन बिङ, काइन्ड, त्यो त्यस्तो मान्छे चाहिँ त्यो जात पात रङ अरू के मलाई इट डिडन्ट म्याटर टु मी। तर त्यो समय हाम्रो परिस्थिति, हामी एउटै एउटा समाजमा बस्छौँ। हाम्रो समाज अहिले पनि जातभातको नाममा होइन कति मान्छेहरू मारिएको छ, हजुरलाई थाहा नै छ होइन। अब कति जस्तो इन्टरकास्ट बिहा गरेपछि यता हजुरले पनि माइत जान पाउनु भएन भन्ने मैले पढाएको थिएँ होइन। त्यति बेला त त्यो त डेफिनेटली पेनफुल थियो होला होइन। कसरी ओभरकम गर्नुभयो?
त्यो ओभरकम भए पनि म भन्न सक्दिनँ। 9 वर्षसम्म मेरो बुवामुवासँग भेट भएन। अझ पनि जुन त्यो इन्टिमेट फ्यामिली छ नि उनीहरूले मलाई त्यत्तिकै म र मेरो फ्यामिलीलाई त्यत्तिकै असर गरेछ अझ पनि म भन्न सक्दिनँ अहिलेसम्म पनि अझ पनि भन्न सक्दिनँ। अझै उनीहरूको नजरमा त हामी नेवारहरू हो कि उनीहरू ठकुरीहरू हो राणाजीहरू हो तर म त नेवार हो नि त। स्टिल द्याट इज देयर इट हेजन्ट गन भन्नु त्यो बेला थियो र अहिले गयो भने भन्न सक्दिनँ है। म यस्तै यही गभर्मेन्ट अफ नेपालबाट जनरल असेम्ब्ली 3 महिनाको लागि मलाई यहाँ खटाएको थियो। यहीँ थिएँ अनि त्यही बेला मेरो श्रीमानले नेपालबाट तिम्रो बुवा वान्ट्स टु मिट यु भन्ने भयो। मैले डोन्ट नचाहिने कुरामा जोक नगर्छु मसँग। उनीहरू भने नो 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 यो फादर वान्ट्स टु मिट यु भनेर अनि गएर पनि सोधेँ हजुरले मलाई भेट्न खोजे हो भनेर सोधेँ बुवालाई। हो भन्छ shall I come alone? Shall I bring my husband? Or shall I come with my children? What shall I do? अनि 3वटा अल्टरनेटिभ दिएको मलाई। हजुर कस्तो प्रतिक्रिया आयो? छोराछोरी लिएर आऊ भन्नु। हस्बेन्डलाई बोलाउनु भएन त्यसो बेला? त्यो बेला पनि बोलाउनु भएन। दे वर नट भेरी कम्फर्टेबल। तर पछि चाहिँ म तपाईँलाई भन्छु एक साँझ पनि त्यो ज्वाइन नभए हुन्न भने मेरो बुवालाई त्यति मिल्ती भएको अनि मैले भने हजुर अब हजुरहरूले बुझ्यो मैले किन मोहनलाई बिहा गरेँ भन्थेँ उहाँहरूलाई पछि किन चोइस गरे भनेर होइन। हजुर अनि हजुरको यो भनौँ न अब भनौँ न त्यो बेलाको जमानामा भनौँ न यो जात भएको कारणले हजुरले 9 इयर्स त 9 वर्ष बाबासँग टाढा हुनु भनेको त्यो आफै पेनफुल थियो होइन। तपाईँको चिना नै त्यो भनौँ न यस्तो गरी भनेर चाहिँ चिना नै जलाइयो फोटोहरू नै जलाइयो भनेर अस्ति हजुरले किताबको बेला पनि यो किताबमा भएको फोटोहरू पनि मेरो साथीहरूबाट चाहिँ मैले प्राप्त गरेको मेरो विद्यार्थीहरूबाट प्राप्त गरेको भन्नुभएको थियो होइन। यो चिना जलाउँदाखेरि पनि तपाईँले आफ्नो चिना जुन लेखन त मेटाउनु भएन छ नि त होइन। आज आएर यो उमेरमा पनि हजुर चाहिँ भनौँ न यत्तिकै फुर्तीको साथ यत्तिकै भनौँ न एनर्जीको साथ चाहिँ महिलाहरूको लागि भनेर यो CSWको यो 30+ यो रिभ्यूमा चाहिँ तपाईँले आफ्नो कुरा राखिरहनु भएको छ होइन। भनेदेखि आखिर लेखन त मेट्न नसकिँदो रहेछ नि होइन। हजुर त्यो पनि एउटा इक्जाम्पल भयो कि सबैलाई होइन कि चाहिँ आफ्नो अठोट आफ्नो जुन छ नि इन्टिग्रिटी भन्दाखेरि त्यो चाहिँ कस्तो भने म चाहिँ एडमेन्ट थिएँ कि होइन म चाहिँ कामै गर्छु म पढेको छु भने चाहिँ म कामै गर्छु आई डोन्ट वान्ट टु म्यारी नाउ भनेर चाहिँ अब नेचुरली पिपल कान्ट वेट फर एभर होइन त्यस्तो भएको हो। हुन त अब सबै च्यालेन्जेस बन्न सक्दैन होइन जो महिलाको लागि काम गरिरहनु भएको छ अथवा उयो पनि होइन। अलिकति यो अहिले हाम्रो थोरै पछिल्लो सबै कुरालाई हेर्दाखेरि महिला अधिकार त एउटा पाटो मात्रै भयो होइन। यो कुर्सीप्रतिको मोह चाहिँ नि साह्रो धेरै देख्यो क्या अरूतिर चाहिँ जस्तो सानो संस्थामा पनि जानलाई कति तछार नछार होइन। तपाईँलाई चाहिँ यो कुर्सीको मोहले किन तानेन? तपाईँले कति ठाउँमा भन्नुभएको थियो मलाई कुर्सीको मोह चाहिँ कहिले पनि भएन खालि मलाई काम काम भन्ने भएन। केले चाहिँ यस काम गर्न चाहिँ तपाईँलाई धेरै इन्करेज गरिरह्यो? यो कुर्सीको मोह चाहिँ किन कति पनि आएन? यो कुर्सीको मोहप्रति चाहिँ तपाईँको किन यति साह्रो मोह नभएको कि? एउटा त के रहेछ भने मलाई चाहिँ एकदम राम्रो क्वेसन गर्नुभयो किनकि धेरै मैले अस्ति मात्रै सेयर गरेको थिएँ प्यारिसमा नचिनेको इन्स्टिट्युसनले बोलाएको थिएँ थमस भन्नेले मलाई र उहाँहरूले चाहिँ धेरै प्रश्नहरू सोध्नु भएको थियो। सोधेपछि एउटा भन्नुभयो चाहिँ गभर्मेन्ट पनि ब्युरोक्रेट UN पनि ब्युरोक्रेट त्यस्तो इन्स्टिट्युसनमा बसेर जुन काम तिमीले गर्यौ कसरी गर्यौ भनेर सोधेको थिएँ कि अनि द्याट्स वाज माई आन्सर कि आई वाज नेभर इन लभ विथ माई चेयर भनेको थिएँ। नट इन लभ विथ माई चेयरको कारण चाहिँ एउटा के छ रिस्क लिन सक्यो नि त। त्यो कुर्सीको मोह भयो त मैले त्यो चाकरी प्रथामा जान्थेँ होला सबलाई रिजाउनु कोसिस गर्थेँ होला होइन। मैले PCRW कार्यक्रम चलाउँदाखेरि भेरी पावरफुल मन्त्रीहरू हुनुहुन्थ्यो कि त्यो बेला पञ्चायतकारमा होइन। पावरफुल जोगमेर श्रेष्ठ नवराज सुवेदी पशुपति शमशेर है उहाँहरू प्रकाश बहादुर सिंह त्यस्तो व्यक्तिहरू हुँदा कुनै पनि मन्त्रीको जिल्लामा मैले कार्यक्रम लगिनँ। त्यो इट्स रिटन कि कसैको त्यो गरे भए त मैले उहाँहरूलाई चाकरी गर्नु पर्थ्यो नि त। उहाँले भने मान्नुपर्ने हुन्थ्यो। अब जो मन्त्रीले पनि के भन्नुहुन्थ्यो भने आउने साथै अब सहसचिव तहमा त हामी बसेर वेलकम गर्नु पऱ्यो नि त। मन्त्री आउँदैछ सबले नमस्ते ओ तपाईँ यहाँ ल तपाईँ त महिला
महिलाको कुरा सुन्ने मन्त्रीको कुरा नसुन्ने तपाईँ होइन भनेर सोध्ने जसले पनि कि सो आई वाज फेमस फर द्याट रिस्क त मेरो त्यसै पनि सबैलाई थाहा थियो कि त्यो रिस्क सी टेक्स भन्नु अनि एकजना व्यक्ति आउनुभएको थियो इलामबाट म कहिले पनि बिर्सिनँ उहाँले के भने त्यो मेरो कोठामा आएर यसो के भन्नुभयो त्यो आलमारी कहाँ छ भने के आलमारी भने त त्यो मन्त्रीले लगाएको तोक राख्ने आलमारी कहाँ छ भनेर सोध्दै थिएँ त्यो तोक चाहिँ सबै फाल्ने अरे कि आलमारीमा त्यो आलमारी कुन हो भनेर भन्नुहुन्थ्यो अनि म एकदम हाँसेको थिएँ यहाँ र ऊ पनि थियो कि मन्त्रीहरूसँग पनि नि वेन यु आर डुइङ गुड वर्क वेन यु आर ट्रु तपाईँको इन्टिग्रिटी छ तपाईँको प्रिन्सिपल छ भने चाहिँ कुनै पनि मन्त्रीले पनि छेडेन र खालि नेपालमा मात्रै नभनौँ म यत्रो कन्ट्रीमा काम गरेँ तपाईँले अघि भन्नुभयो पञ्चायत काल ऊ काल भनेर भन्नुभयो अब त्यस्तै बिजेपीको टाइममा पनि काम गरेँ कङ्ग्रेसको काममा पनि काम गरेँ नवाज शरीफको टाइममा पनि काम गरेँ भुट्टोको टाइममा पनि काम गरेँ नि त तर कुनै पनि गभर्मेन्टले महिलाको विकासलाई छड्के हान्दैन तपाईँ बलियो हुनुहुन्छ तपाईँले यथार्थ लिएर जानुहुन्छ भने चाहिँ उनीहरूले कहिले पनि छड्के चाहिँ हान्दैन नगर हुन्न भन्ने चाहिँ भन्नु हुँदैन अनि त्यति चाहिँ मलाई विश्वास छ यो सक्सेस हुनलाई चाहिँ के रहेछ काममा जस्तो हुन्छ नि अब तपाईँले पनि त आजको चाँदनी जोशी हुन्छु भनेर त काम गर्नुभएको थिएन होला गाउँ गाउँमा लट्ठी टेकेर गाउँ गाउँमा हिँडिरहँदाखेरि होइन त म चाहिँ आजको चाँदनी जोशी हुन्छु भनेर त कल्पना पनि गर्नुभएको थिएन होला तर काम गर्दै जाँदाखेरि आज तपाईँको जुन नाम छ होइन अब जुन एउटा नेम फेम भनौँ त्यो छ अहिलेसम्म पनि अब भनौँ न यहाँ धेरै अस्ति कार्यक्रममा पनि देख्यो होइन धेरैजनाले तपाईँकै कारणले कति महिलाहरूले बोल्ने अवसर पाए तपाईँकै कारणले गर्दाखेरि धेरै महिला लिडरहरू जन्मिए होइन महिला अधिकार के रहेछ भन्ने कुरा चाहिँ जस्तो पाकिस्तान जस्तो कन्ट्रीमा पनि बोल्न सिके महिलाहरूले भन्ने कुरा त्यो अहिले सक्सेस भन्ने चिज चाहिँ कसरी प्राप्त हुँदो रहेछ मैले 3टा शब्द भन्ने गरेको छु एउटा जे काम गरेर निस्वार्थ भएर गर्ने त्यसको फल नपर्ने निस्वार्थ भएर काम गर्ने र एउटा चाहिँ कुरा के भन्ने चाहिँ आफ्नो ग्रे लाइन झन् साउथ एसियामा काम गर्दा नि मैले यहाँसम्म जानुहुन्छ यहाँभन्दा मैले चाहिँ अगाडि जानुहुन्न किनकि कन्ट्रीमा सबैको सबरेन्टी छ नि त मैले त्यहाँ त खुट्टा राख्नु त भएन नि त त्यो आफ्नो लिमिटेसन बुझ्नुपर्ने हुन्छ मेरो सोचाइ र चाहिँ कोही मान्छेहरू एकदम भाग्यमानी हुन्छ भन्छु मलाई आफूलाई चाहिँ एकदम भाग्यमानी भन्छु काम सबैले गर्छ मरिमेटेरै काम गर्छ है 11-12 होला तर कोही चाहिँ जस पाउँछ कोहीले जस पाउँदैन भन्दा आई वाज वान अफ द लकी भन्छ पिसिआरडब्ल्यू भने जस पाएँ युनिफर्ममा काम गर्दा जस पाएँ र अहिलेसम्म तपाईँहरू आउनु भएर यति सोधिदिनुहुन्छ त्यही नै मेरो लागि गदगदको कुरा हो कि जहिले नै हामीले महिला सशक्तिकरण कुराहरू चाहिँ महिला शिक्षा होइन महिलाको स्वास्थ्य महिलाको सहभागिता अहिले त सहभागिता मात्रै होइन अघि पनि मैले भने महिलाको उपस्थिति नगरेर मेनिङफुल पार्टिसिपेसनको कुराहरू उठिरहेछ होइन जति बेला महिलाको लागि काम गर्ने भनेर तपाईँहरूले सुरु गर्नुभएको थियो त्यति बेला डेफिनेटली यो कुराहरू त थिएन होला होइन अहिलेको सशक्तिकरणको कुराहरू कन्सेप्ट आयो नि त होइन त्यो भनिरहँदाखेरि चाहिँ अब अहिलेको अवस्थामा चाहिँ हाम्रो महिला अधिकार कर्मीहरूले पनि अलिकति सुधारिनुपर्ने अवस्था हो महिला अधिकारले सुधार्नु भन्दा पनि हाम्रो न्यारेटिभ चाहिँ अलिकति चेन्ज गर्नुपर्छ जस्तो लाग्छ मलाई महिलाको अधिकार भन्दाखेरि त्यो महिलाको अधिकार भनेको महिलाको अधिकार मात्र होइन नि उसको अधिकार हनन भयो भने देशको विकासमा हनन हुन्छ भन्न जानु पर्यो होइन हामी त्यो भन्न जानु पऱ्यो नि जस्तो कि अब पहिला हाम्रो पालिमा महिलालाई नोकरी दिएर के गर्ने है सिल गेट यङ मान्छेलाई गऱ्यो भने सिल गेट म्यारिड फेरि अब बच्चा हुने हुन्छ बच्चा भएपछि बच्चा बिरामी भनेर छुट्टी लिन्छ भनेर जुन प्रकारले हेरिन्थ्यो नि भन्दाखेरि त्यो त राष्ट्रको भोलिको कर्णाधार ठुलो पारेको हो नि त उसले तयार गरेको हो नि त त्यो त ठुलो देशको ऊ गरेको हो त चाकरी गरेको हो नि त होइन त सी इज डुइङ ग्रेट कन्ट्रिब्युसन टु द कन्ट्री त्यो प्रकारले हेर्न सक्नु पऱ्यो नि त त्यो नभए त सृष्टि नै हुने भएन नि त अगाडि कसरी पिँढी छ भन्ने कुरा ती कुराहरू पनि आई थिङ्क ती कुरा त्यो अलिकति हामीले चाहिँ ट्विस्ट गरेर भन्नुपर्ने जरुरी छ कि सबैलाई भन्न नि जस्तो कि भाइलेन्सको कुरा गर्छौँ नि त्यो भाइलेन्स भनेको महिलालाई मात्रै कष्ट हुँदैन नि त उसलाई भित्र र बाहिर पीडा हुन्छ
तर त्यो फ्यामिलीलाई पनि फ्यामिलीलाई नै ओभरअल बच्चाहरूलाई हुन्छ होइन नेक्स्ट जेनेरेसनलाई हुन्छ र कन्ट्रीलाई पनि त कस्ट पऱ्यो नि त उसको प्रोडक्सन टाइम त जाने भयो नि त हो नि अनि उसको प्रोडक्सन गर्नुपर्ने टाइममा उसले त्यति प्रड्युस नगरेपछि त जिडिपी नै कम भयो नि त इट्स गोइङ टु अफेक्ट द कन्ट्री भनेर त्यो लजिक छ यो अहिले जिडिपीको कुरा गर्नु हुँदाखेरि जस्तो तपाईँहरूले जस्तो घरमा बसेर काम गर्नेहरूको पनि लेखा हुनुपर्छ भन्ने हिसाबले चाहिँ होमरेड नेपालबाट त्यो कुराहरूको भनौँ न आवाज उठ्न थाल्यो होइन हुन त अझै पनि त्यो कुराहरू काउन्ट हुन सकेको छैन होइन त्यो कुरालाई चाहिँ अब जस्तो अब थोरै समयमा भन्न मिल्छ हुँदैन किनभने त्यसको त धेरै लामो अरू विषयहरू पनि छ होइन अलिकति भन्दाखेरि चाहिँ जस्तो अघि नै यहाँले भन्नुभयो सुरुमा उठ्ने पनि महिला सुत्ने सुरुमा लास्टमा सुत्ने पनि महिला होइन तर ऊ चाहिँ घरको काम गर्छ नि त खाना पकाउने बच्चालाई सर्भ गर्ने सबलाई रेडी गरिदिने होइन हस्बेन्डको लागि खाना पकाएर सर्भ गरिदिने उसलाई चाहिँ तयारी गरिदिने होइन तर ऊ चाहिँ एउटा तर उसको जिडिपीमा चाहिँ इन्कम स्रोत नदेखेको भएर उसको कामको त लेखाजोखा भएन नि त होइन त्यो हिसाबले यो लेखाजोखामा चाहिँ अहिलेसम्मको यो एडभोकेसीमा अहिलेसम्म काम गरेर आउँदाखेरि चाहिँ हामी कहाँ पुगेका छौँ अहिले चाहिँ केयर वर्कमा चाहिँ धेरै नै स्लोगन्सहरू उठिरहेछ 11 ट्रिलियन डलर्स छ अरे कि त्यो अनपेड वर्क क्यालकुलेसन भनेर त्यत्रो क्यालकुलेसन छ त्यत्रो धनराशि त जिडिपीमा परेन नि त है भन्ने कुरा त्यो चाहिँ ठुलो हिजोको जुन मैले सेसनको कुरा आएर नि केयर वर्ककै थियो है सबैजनाले त्यही नै बारेमा बोलिरहनु भएको थियो भन्दाखेरि हाउ इट हेज टु बी इम्प्रुभ के गर्नुपर्ने त्यसको लागि त्यसमा इन्भेस्ट हुनु पर्यो भनेर र अर्को कुरा के भने हामी महिलाको हेल्थ भन्छौँ जेनरली है हेल्थ भन्दाखेरि चाहिँ के भन्छ जेनरल चाहिँ रिप्रोडक्टिभ हेल्थ मात्रै हेर्छौँ कि अनि एउटा कुरा मैले के भन्ने गरेर चाहिँ हो उसको युट्रस छ र युट्रस प्रोल्याप्स पनि धेरै छ तर सी हेज अदर पार्ट्स अफ द बडी नि अन्त त्यो पनि त हेर्नुपर्ने हुन्छ अन्त महिलाको वेलबिङ भन्नु पऱ्यो मेन्टल हेल्थ सोच्नु पऱ्यो होइन उसलाई पनि त अलिकति आराम चाहियो नि मलाई याद छ वालिङमा हामीले पहिलोचोटि पानी नजिक लगाएको थियौँ कि त्यही ड्रजरी कम गर्ने भने पानी लाग्दा अनि त्यहाँ गएर पछि के भयो त पानी आएपछि भन्दा के हुन्थ्यो 6 बजीसम्म सुतिरहेको छ अरे अब बिचरा सुत्न पनि नपाउनु त 6 बजी पनि द्याट इज द वे इट्स कि त्यो स्टेरियोटिपिकल रोल मोडल छ नि महिला कजिनै पर्छ दुःख पाउनै पर्छ त्यो खप्नै पर्छ बोहर्तन भन्ने छ नि त्यो चाहिँ होइन भन्ने कुरा हो भनेपछि अझै पनि लभ एडको विषय चाहिँ अझै पनि जरुरी छ हजुर एकदमै जरुरी छ अब अन्त्यतिर हामी आइसकेका छौँ है हजुरलाई के यो सोधिदिए हुन्थ्यो यो चाहिँ छुटेको छ भन्ने लागेको छ भने लागेको छ के भनिदिनुहोस् न के भने अब काठमाडौँमा बस्दा नि हाम्रो धेरै नेपाली डायस्पोरा छन् सबैतिर छरेको भनेर चाहिँ सुनिन्थ्यो एनआरएनको थ्रु चाहिँ कुराकानी बुझिन्थ्यो तर अरूसँग चाहिँ टच हुन्थ्यो कि एक दुईजना फाटोफुटो पर्सनली चिन्ने बेग्लै हुन्थ्यो त्यो चाहिँ यो पालि चाहिँ मलाई चाहिँ एउटा अचम्मको अनुभव भयो कि डायलसमा उही बबिताजीको इन्टरभ्यू थियो अनि त्यसमा यही किताबको कुरा उहाँले सोध्नु हुँदाखेरि म चाहिँ सिएसडब्ल्यूमा उ गर्ने हो सफ्ट लन्च भनेको थियो अझै हामीले सफ्ट लन्च गर्ने भन्दाखेरि त्यो सुनेर डायलसको बहिनीहरूले बोलाउनु भयो कि भन्दाखेरि यो पालि चाहिँ मैले नेपाली डायस्पोरालाई नजिकबाट चिन्ने देख्ने मौका पाएँ एन्ड आइ एम भेरी टच्ड है द वे यु होला ग्राउन्डेड साँच्चीकै कम्युनिटी चाहिँ मैले यहाँ देखेँ कि है अस्ति न्यू जर्सीमा गएर यहीँ अस्ति म्यानहट्टनमा भनौँ तपाईँहरूको जुन एउटा युनिटी छ जुन एउटा कम्युनिटी बनाउनु भएको छ त्यो ग्राउन्डेडनेस देखेर मलाई चाहिँ आइ एम भेरी टच्ड एन्ड भेरी इन्सपायर्ड है अब कस्तो भने कता बरु काठमाडौँमा त्यो कुरा हराएर गइसक्यो लोप भइसक्यो कि त्यो माया कि झन् त्यो डायलसमा त मैले चिनेको मान्छे छैन न उहाँहरूले मेरो काम देख्नु भएको छ 2-4जना पढाएको स्टुडेन्ट्सहरू हुनुहुन्थ्यो द वे दे यति प्रेम दिनुभयो यति स्नेह दिनुभयो यति माया गर्नुभयो दुईवटा बहिनी मलाई याद छ त्यो बुक साइनिङ सेरेमनी त्यो 2जना बसिरहनु भएको थियो कि मैले साइन गरेँ मैले भने गरेँ यहाँ आउँ भन्नु आउनुहोस् भने छाम्नु भएको कि भने हामी चाँदनी जोशीलाई भेटेको हो त भनेर कि इट वाज सो टचिङ आई वाज सो टच्ड त्यो मलाई कहीँ पनि भएको छैन कि नेपालमा पनि भएको छैन है भन्दाखेरि आई रियली वान्ट टु कङ्ग्रेचुलेट युर यहाँ बसेर नेपालको जुन माया गरिरहनु भएको छ जुन प्रेम बाँडिरहनु भएको छ नेपाली भनेर इट्स डिफ्रेन्ट के
त्यहाँ डारेसमा त म के भन्न चाहन्छु भने एक छाक पनि छोरी र म बसेर खाना खानु पऱ्यो नि। घडी कसले के बोकेर ल्याएछ, घडी कसले के बोकेर ल्याएछ, त्यो ब्रेकफास्ट के खाने, लन्च के खाने, डिनर के खाने, त्यो आतिथ्य जुन नेपालीको थियो नि एउटा, त्यो आतिथ्य काठमाडौँमा लोप भइसक्यो क्या। आई स द्याट अगेन भाइब्रेन्ट एन्ड द्याट वाज आई वाज भेरी टच्ड एन्ड आई रियली वान्ट टु थ्याङ्क नेपाली डायस्पोरा फर किपिङ द्याट नेपालीपना एन्ड लभिङ नेपाल एन्ड लभिङ अस। थ्याङ्क यू। त्यो चाहिँ अर्को एउटा कारण चाहिँ हजुरको जुन यो पर्सनालिटी छ नि, मैले नेपालमा कति सेमिनारहरूमा परबाट हेर्दाखेरि र आज यसरी मैले इन्फ्रन्ट मेरो छेउमा देखिरहेको छु होइन, त्यो हजुरको जुन सफ्टनेस, कामनेस, अघि हजुरले भन्नुभएको थियो नि हामी चिच्याएर मात्रै होइन नि त होइन, लाइक त्यो कुराहरूलाई कसरी चाहिँ फर्मली भन्न सक्छौँ होइन भन्ने त्यो जुन हजुरको स्किल छ नि, त्यसले गर्दाखेरि पनि हजुरले धेरैको मन जित्न सक्नुभयो नि त। त्यो कारणले पनि एभ्रिबडी लाइक अराउन्ड यु होइन, तपाईँलाई देखेर हेरेर सुनेर इन्सपायर होइन, रियली त्यही भएर पनि तपाईँलाई देख्नु हुँदाखेरि चाहिँ त्यो एउटा अर्को खालको माया चाहिँ पनि बढेको हो जस्तो पनि लाग्यो होइन। हुन त अब अघि हजुरले भन्नुभएको थिएँ त्यो एउटा चाहिँ त्यो हाम्रो जुन नेपालीपन छ नि त्यो चाहिँ हुनैपर्छ होइन, कुरा चाहिँ पनि बचाउन सकौँ। हजुरले समय दिनुभयो, यति धेरै कुराकानीहरू सुन्न पायौँ, त्यसरी प्रत्यक्ष रूपमा कुराकानी गर्ने। पहिले म रेडियो सगरमाथामा काम गर्दाखेरि पनि हामी अप्रोच त गर्थ्यौँ, अब हजुर कहाँ कहाँ पुगिरहेको हुनुहुन्थ्यो है, अब कार्यक्रममा आउनुभयो त्यहाँ चाहिँ बोलेर जानुहुन्थ्यो होइन। तर धेरै यो एउटा मेरो लागि पनि भनौँ न कसरी मान्छे इन्सपायर हुने होइन, अब हामी चाहिँ अहिले यस्तै सक्सेसहरू स्टोरीहरू एउटा डकुमेन्टेसन त हो नै, धेरै लागेको त तपाईँ जस्तो बन्ने एउटा सपना हो नि त होइन। धेरै महिला अधिकार कर्मीहरूको लागि भले उहाँहरूको तरिका फरक होला होइन, त्यो हिसाबले पनि वी आर फिल सो ओनर होइन। तर नेपाली छोरीले अठोट गरेपछि जे पनि गर्न सक्छ। आई क्यान ग्यारेन्टी द्याट। थ्याङ्क यू। एनी नेपाली छोरी। एनी मेसेजेस टु? हजुर मेरो त्यही मेसेज त्यही छ, जहाँ हुनुहुन्छ नेपाल आमालाई माया गर्नुहोस्। वी आर अल हियर, वी आर एक्जिस्टिङ बिकज अफ हर है। सधैँ त्यो प्रेम दिनुहोस् एन्ड डोन्ट फर्गेट वेयर एभर यु आर, इट डजन्ट म्याटर है। कन्ट्रिब्युट गर्नुहोस्, बी ट्रु टु यर सेल्फ, बी ट्रु टु यर सेल्फ, टु द कम्युनिटी यु आर इन एन्ड वाट एभर यु डु। मैले जहिले पनि भन्छु गिभ यु 100%, यु क्यान नेभर गो रङ। थ्याङ्क यू। थ्याङ्क यू सो मच। समय उपलब्ध गराइदिनु धेरै धेरै धन्यवाद। थ्याङ्क यू। आज हामीले महिला सशक्तिकरण र लैङ्गिक अधिकारको क्षेत्रमा नीति विशेषज्ञको रूपमा झन्डै 60 वर्ष काम गरिसक्नुभएको चाँदनी जोशीसँग कुराकानी गऱ्यौँ। यस्तै सफलताका कथाहरू लिएर हामी फेरि अर्को अङ्कमा उपस्थित हुने नै छौँ। आजको लागि म मच्छी गुरुङसहित हाम्रो टिम बिदा माग्छु। नमस्कार।